Understand you soon, it won't be long. Keep on, keep running. 안녕하세요. नमस्ते. यहाँहरुलाई फेरि पनि स्वागत गर्दछु हाम्रो अभियमी पोखरा युट्युब च्यानलमा र यो नयाँ पाठ अनुसारको भिडियोहरु बनाउने बेला क्रममा चाहिँ आज हामी आइपुगेका छौं 30औं पाठमा अर्थात सामसिप गुवा रहेको छ र शीर्षकमा रहेको छ हाङ्गुगे थेचुङ मुन्हा कोरियाको बृहत संस्कृति अथवा कोरियाको ठूलो संस्कृतिको बारेमा चाहिँ हामीले यो पाठमा हेर्ने छौं हो हाङ्गुगे थे भन्ने बित्तिकै जहिले ठूलो कुरालाई जनाउँछ थेचुङ मुन्हा भनेको बृहत संस्कृतिको बारेमा चाहिँ हामीले यो पाठमा हेर्ने छौं र 30 पाठको यो भिडियोलाई पनि यहाँहरुको बीचमा हामी राख्न गइरहेका छौं अब यहाँनिर राखिएको छ केही कुराहरु हामी यसलाई एकछिन हेरौं अनि त्यसपछि हामी लाग्ने छौं अगाडि ख्यङ्गिजाङे सारामी मान्छ्यो भनेको छ ख्यङ्गिजाङ भन्ने बित्तिकै रंगशालालाई जनाउँछ हो रंगशालामा मानिसहरु धेरै छन् नि है यहाँनिर चियो आएको छ यो VST सँग चियो आउने बित्तिकै हामीले अघिल्ला पाठहरुमा पनि यो कुराहरु हेरेका छौं वक्ता र श्रोतालाई दुवैलाई थाहा भएको कुरा पुनः दोहोर्याएर भन्ने बेलामा अथवा सम्झाउने बेलामा चाहिँ यसको प्रयोग गरिन्छ या मान्थाबाट चाहिँ मान्छ्यो धेरै छन् नि भनेर भनेको छ हो ख्यङ्गिजाङे सारामी मान्छ्यो रंगशालामा मानिसहरु धेरै छन् नि भनेको छ ने हजुर हाङ्गुगेसनन कोरियामा चाहिँ छुगुगा इन्गिगा माननगत खात्ता हो कोरियामा चाहिँ फुटबल निकै लोकप्रिय छ जस्तो छ भनेको छ हो कोरियामा हो हजुर कोरियामा छुगु फुटबल चाहिँ इन्गिगा माननगत खात्ता निकै लोकप्रिय छ जस्तो छ भनेर यो छोटो वार्तालाप हामी देख्न सक्छौं र मुनबबमा हामी यहाँ हेर्छौं भने एउटा चाहिँ नुन छ र अर्को चाहिँ नियन उनगत खात्ता यदि हामीले अहिले एकछिन पछाडी यसलाई हेर्ने छौं यदि भव आएको छ अथवा इत्ता औत्ता आएको छ थोङसा आएको छ भने नुनगत खाताको प्रयोग गरिन्छ भने ह्यङयङसामा चाहिँ नियनगत खाता र उनगत खाताको रूपमा प्रयोग गरिन्छ र अर्को चाहिँ VST सँग गि सुइप्ता र गि अर्याप्ता छ धातु प्लस न सजिलो हुनु धातु प्लस न गाह्रो हुनु भन्ने अर्थ राख्छ कुनै क्रियाकलाप गर्दाखेरि सजिलो हुन्छ अथवा अप्ठ्यारो हुन्छ भनेर बताउने बेलामा चाहिँ प्रयोग गर्ने व्याकरण रहेको छ र औहीमा रहेको छ शब्दावलीमा हामीले यहाँ हेर्छौं भने ख्यङ्गी ख्वाल्लाम ख्वान्ल्यान औही ख्यङ्गी भन्ने बित्तिकै यसले चाहिँ कुनै पनि गेमहरुको म्याचलाई जनाउँछ कम्पिटिसन अथवा म्याचको चाहिँ ख्वाल्लाम भनेको अवलोकन ख्वाल्लाम भन्ने बित्तिकै हामीले यहाँनिर एउटा खुग्याङ आदा र अर्को चाहिँ ख्वाल्लाम आधा भनेर हेर्न सक्छौं हो खुग्याङ आधा भनेको कुनै पनि ठाउँको निशुल्क अवलोकन गर्ने कुरालाई जनाउँछ भने ख्वाल्लाम आधा भनेको चाहिँ कुनै पनि ठाउँमा गएर केही पैसा तिरेर टिकट किनेर केही शुल्क तिरेर त्यहाँ केही कुराहरु अवलोकन गर्ने कुराहरुलाई जनाउँछ जस्तै फिल्म हलहरुमा मिसुल्क्वानहरुमा फाक्मुल्क्वानहरुमा हामी पैसा तिरेर गएर त्यहाँ भएको कुराहरुलाई अवलोकन गर्छौं भने त्यो चाहिँ ख्वाल्लाम आधा हुन्छ र बजारमा गएर हामी यतिकै हिटुल गर्दाखेरि हेर्ने अथवा अवलोकन गर्ने कुरालाई चाहिँ हामी खुग्याङ आधा भन्छौं जुनलाई चाहिँ हामीले पैसा नतिरिकन निशुल्क रूपमा अवलोकन गर्न सकिन्छ यहाँ रहेको छ ख्यङ्गी ख्वाल्लाम ख्वान्ल्यान औही म्याचको अवलोकनको बारेमा कुनै पनि गेमहरुको अथवा म्याचहरुको अवलोकनको बारेमा सम्बन्धित शब्दावलीहरुलाई औहीलमा राखिएको छ एकमा हेर्छौं भने दोस्रोमा हाल्यु ख्वान्ल्यान औही यो हाल्यु भन्ने शब्द चाहिँ एकदमै महत्त्वपूर्ण छ अनि कोरियामा भएका गीत संगीतहरु कोरियामा खाइने खानाहरु कोरियामा भएका मेकअपका सामग्रीहरु अनि कोरियामा भएका कलाकारहरु अनि त्यहाँ भएको नाचहरु हैन नृत्यहरु लगायत त्यो देशमा उत्पादन गरेका सबै सामग्रीहरुलाई संसारका विभिन्न देशहरुमा अहिले निर्यात गरिएको छ अनि ती सामानहरुले अनि ती गीत संगीतहरुले ती खानाहरुले विदेशमा चाहिँ लोकप्रियता पाउँदै गएको कुरालाई हामी देख्न सक्छौं थाहा पाउन सक्छौं ती विविध कुराहरुलाई समेटिने कुरालाई चाहिँ हाल्यु भनिन्छ अथवा यो हाल्यु भनेको लहर पनि हो लहर है कोरियामा बनेका ती चीजहरु कोरियामा बनेका ती खानाहरु कोरियामा उत्पादित ती वस्तुहरुलाई अन्तर्राष्ट्रिय मानिसहरु विभिन्न देशका मानिसहरुले चाहिँ मन पराउने कुरालाई चाहिँ अथवा ती कुराहरुलाई फलो गरेको कुरालाई चाहिँ हामी हाल्युमा लिन सकिन्छ यसले चाहिँ धेरै कुराहरु समेटेको हुन्छ हाल्यु ख्वान्ल्यान औही यो हाल्युसँग सम्बन्धित शब्दावलीहरुलाई हामीले यहाँ हेर्ने छौं
र मुनुवा वा छङ्बोमा रहेको छ। यहाँनिर संस्कृति अथवा जानकारीमा हाल्यु मुनुवा भनेर दिएको छ। हामीले यो संस्कृतिको बारेमा हेर्नेछौँ, हाल्युको कल्चर अथवा हाल्युको संस्कृतिको बारेमा यो पाठमा हामीले हेर्छौँ। हाल्युभित्र के कुराहरू पर्ने रहेछन् भनेर हामीले हेर्नेछौँ। र हाक्सम मोक्योमा छ पाठ सिकाएको उद्देश्यमा यो पाठमा हामीले के सिक्ने हैन। प्रो स्पोर्ट्स थिए, प्रो स्पोर्ट्स भनेको चाहिँ प्रोफेसनल खेलहरू है। स्पोर्ट्स भनेको खेल भइहाल्यो, खेल। प्रो भनेको चाहिँ प्रोफेसनल रूपमा है, व्यावसायिक रूपमा अथवा प्रोफेसनल रूपमा चाहिँ खेलिने खेलको बारेमा मुद्को सोध्ने र थेदा बालसुइता जवाफ दिन सकिन्छ। प्रोफेसनल खेलहरू के छन् त कोरियामा भनेर ती कुराहरूको बारेमा सोध्न जवाफ दिन सकिन्छ। हामीले हेर्छौँ भने छुग्गु रहेको छ, थेक्वान्दो रहेको छ हैन, युदो रेस्लिङहरू रहेको छ, विभिन्न कुराहरू खेलहरू चाहिँ जुन प्रोफेसनल खेलमा चाहिँ कोरियामा मानिन्छ। त्यसै गरी यागु बेसबलहरू पनि रहेको छ है। यसलाई हामी डिटेलमा हेर्नेछौँ। अर्को चाहिँ हाल्युए थिए, यो हाल्युको बारेमा चाहिँ मार्डलसित बताउन सकिन्छ। यदि कुनै व्यक्तिले चाहिँ हाल्यु भनेको के हो भनेर सोधिहाल्यो भने यो पाठ पढिसके पछाडि कोरियामा भएका गीत सङ्गीतहरू अनि कोरियामा खाइने खानाहरू, कोरियामा बनेका लत्ता कपडाहरू, कोरियामा बनेका फिल्म ड्रामाहरू, विभिन्न म्युजिकहरू हैन लगायत अनि कलाकारहरू, यी सबै कुराहरू चाहिँ हाल्युभित्र पर्दछन् भनेर हामीले बुझ्न सक्छौँ है। यो कुरालाई यही थाती राखेर यो समय म यहाँहरूलाई लैजान चाहन्छु। विशेष गरी यो पाठसँग सम्बन्धित अति महत्त्वपूर्ण वर्ड मिनिङ शब्दावली र त्यो सँगसँगै यो पाठमा समावेश गरेको व्याकरणलाई देखाउनतर्फ है। र यो रहेको छ 30औं पाठको वर्ड मिनिङ र यो पाठसँग सम्बन्धित अति महत्त्वपूर्ण शब्दावलीहरू यहाँ रहेका छन् र यसलाई पनि यहाँहरूले नोट गरेर आफ्नो पढाइलाई चाहिँ अगाडि बढाउनु हुन म अनुरोध गर्दछु। र यो पाठमा हामीले यी वर्ड मिनिङहरूलाई जान्यौँ भने, यो वर्ड मिनिङहरूलाई पढ्यौँ भने चाहिँ हामीले यो पाठमा बुझ्नलाई एकदमै सहज हुनेछ र गाह्रो हुने छैन भनेर यहाँहरूलाई मैले भन्न चाहेँ। यो समय म यहाँलाई स्क्रिनसटको लागि यो समय दिन चाहन्छु। र अब लागौँ मुन्बब इलतर्फ हैन। व्याकरण एकले के भन्छ, हामीलाई दुईवटा व्याकरण दिएको मध्ये पहिला हामी यो मुन्बब इललाई हेर्नेछौँ। यहाँनिर छ भेर्सीसँग नुनगत खात्ता र नियनगत खात्ता र अर्को चाहिँ उनगत खात्ता भनेर दिएको छ। धातु प्लस ए जस्तो छ। कुनै पनि क्रियाकलाप वा अवस्थाको बारेमा अनुमान व्यक्त गर्दा वा वक्ताको विचारलाई नम्रतापूर्वक व्यक्त गर्दा प्रयोग गरिन्छ। क्रिया विशेषणमा भवेल एन्डिङ भए नियनगत कात्था अथवा ह्यङसामा चाहिँ भवेल एन्डिङ भयो भने नियनगत कात्था र कन्सोनेन्ट एन्डिङ भयो भने उनगत खात्था हुन्छ। साथै भिएसटीमा रियल आएमा भवेल एन्डिङ नै मानिन्छ र रियल हड्छ भनिने यो नियम छ भने इत्ता अप्ता र थोङ्सा है। इत्ता अप्ता र थोङ्सा भनेको सबै क्रियापदहरूमा चाहिँ नुनगत खात्ताको रूपमा प्रयोग गरिन्छ भनेर नियमले हामीलाई सिकाउँदछ है। पहिला हामी यसलाई सरसर्ती हेरौँ, त्यस पछाडि म यहाँलाई स्क्रिनसटको लागि चाहिँ समय दिनेछु। यहाँनिर हेरौँ, पहिलोमा तकबोकिनन, तकबोकी चाहिँ मेप्ता पिरो हुनु, मेप्ताबाट चाहिँ म्याउनगत खात्तायो पिरो जस्तो छ। तकबोकिनन म्याउनगत खात्तायो, तकबोकी चाहिँ पिरो जस्तो छ। अर्को दुईमा अझै सान फाजी हिजो किनेको प्यान्ट चोम छाक्ताबाट छागनगत खात्तायो सानो भए जस्तो छ। अझै सान फाजी हिजो किनेको प्यान्ट चोम छागनगत खात्तायो केही सानो भए जस्तो छ। त्यसै गरी साजङ निमन साउजी चाहिँ नमु फाप्पुदाबाट, यहाँ सबै पहिला ह्यङसाको उदाहरणहरू ल्याएको छ। फाप्पुदाबाट चाहिँ फाप्पुनगत खात्तायो व्यस्त हुनुहुन्छ जस्तो छ। त्यसै गरी चौथोमा खु नामजानन त्यो केटा चाहिँ तोकतोक हानगत खात्तायो चलाक छ जस्तो छ। त्यसै गरी पाँचौँमा ओनल फान्जाङ निमुई किबुनी, आज क्याप्टेन ज्यूको मुड चाहिँ छोनगत खात्तायो राम्रो छ जस्तो छ। अनि छैठौँ वाक्यमा योजुमे आजभोलि हाङ्गु गरल फ्याउनन हाक्सेङधरी कोरियन भाषा सिक्ने विद्यार्थीहरू माननगत खात्तायो धेरै भए जस्तो छ। त्यसै गरी सातौँ वाक्य मादुजी फाक्के फिगा ओननगत खात्तायो बाहिर पानी परे जस्तो छ। अनि आठौँमा यी यङहवागा यो फिल्म छङमाल साँच्चीकै छेमी इन्धनगत खात्तायो रमाइलो छ जस्तो छ अथवा रमाइलो जस्तो छ। नौमा न्याङजाङ गोए खिम्चीका फ्रिजमा किम्ची अप्ननगत खात्तायो छैन जस्तो छ। दशौँ वाक्य यगिएस
काठमाडौँ काजी यहाँबाट काठमाडौँसम्म मनगत खातायो टाढा जस्तो छ। अनि त्यसै गरी ख्युरी आजु थानगत खातायो सुन्तला निकै गुलियो जस्तो छ। यसरी केही वाक्यहरू बनाएको छु र यसलाई हजुरहरूलाई स्क्रिनसट गर्नको निम्ति म यहाँ समय दिनेछु। र अब लागौँ मुनबब ईमा दोस्रो व्याकरणतर्फ। दोस्रो व्याकरणमा रहेको छ व्यष्टिसँग गी सुप्ता गी अर्याप्ता धातु प्लस न सजिलो छ धातु प्लस न गाह्रो छ। कुनै पनि कार्य गर्न सजिलो हुन्छ वा गाह्रो हुन्छ भनी बताउँदा प्रयोग गरिन्छ। यो मात्र नभई छोत्था सिल्था फ्यानादा फुलफ्यानादा जस्ता क्रिया विशेषणमा पनि प्रयोग गर्न सकिन्छ भनेर नियमले हामीलाई सिकाउँदछ। पहिलो वाक्यलाई हेरौँ यहाँनिर हाङ्गुके खादाबाट खागी अर्य भयो कोरियामा जान गाह्रो छ। दोस्रोमा हाङ्गुके छ कोरियामा म्यङछले छाफ्योरल हो। हाङ्गुके छ कोरियामा म्यङजलते चाडपर्वको बेलामा छाफ्योरल एमे हागी अर्य भयो। कोरियामा चाडपर्वको बेलामा चाहिँ टिकट बुकिङ गर्न गाह्रो हुन्छ अथवा गाह्रो छ। त्यसै गरी हामी हेर्छौँ भने नुन तेमुने उन्जन हागी अर्य भयो हिउँको कारणले ड्राइभिङ गर्न गाह्रो छ। अर्को छिङ्गुधरी फापुनिका साथीहरू सबै व्यस्त भएकोले मान्नादाबाट मान्नागी अर्य भयो भेट्न गाह्रो भएको छ। अनि योजुम ओल्सेगा फिसानिका आजभोलि मासिक भाडा महँगो भएकोले सान सिबल सस्तो घरलाई खुहागी अर्य भयो खोज्नै गाह्रो छ अथवा भेटाउनै गाह्रो छ भनेको छ। त्यसै गरी अर्को वाक्य हान्सिकल कोरियन खानालाई योरी हागी सियो हो कोरियन खाना पकाउन सजिलो छ। त्यसै गरी योजुमन आजभोलि चाहिँ उन्जन म्यानजुङ्गल ड्राइभिङ लाइसेन्सलाई तागी सुयो निकाल्न सजिलो छ। अनि त्यसै गरी अर्को छ लेसम फिलिली नोरेरल रेशम फिरिरी गीतलाई चाहिँ तारा फुर्योगी सुयो हो पछ्याएर गाउन चाहिँ के छ सजिलो छ। अर्को हाङ्गुक मुनवारल कोरियन संस्कृतिलाई इए हागी सुयो बुझ्न सजिलो छ। अनि त्यसै गरी हामी हेर्छौँ भने छनन सल्ख जिरल हागी सिरह्यो हो मलाई चाहिँ भाँडा माझ्न मन पर्दैन। अर्को छनन मोरुनन थानरल छाजस म चाहिँ नजानेका शब्दहरू खोजेर खोङ्बु हागी छुवायो अध्ययन गर्न मन पर्छ। अनि अन्तिममा हामीले हेर्छौँ भने छनन हाङ्गु गेस म चाहिँ कोरियामा सेङ्वाल हागी फ्याने हो कोरियामा जनजीवन बिताउन सजिलो लाग्छ अथवा सहज लाग्छ भनेको छ। अनि फाङ हानाए एउटै कोठामा यरम्याङ धेरै मानिसहरू सालगी फुलफ्याने हो बसोबास गर्न असहज हुन्छ। यसरी यो जुन ग्रिन कलरमा मैले यहाँनिर हाइलाइट गरेर ल्याएको कुराहरू छ यो चाहिँ हामीले यहाँ समावेश गरेको व्याकरण रहेको छ। र यो व्याकरण हजुरलाई यसलाई हजुरले स्क्रिनसट गरेर आफूले नोट गर्न सक्नुहुनेछ र सँगसँगै यसमा मात्रै भर नपरिकन आफूले पनि केही वाक्यहरू बनाएर प्रयास गर्नुभयो भने यो व्याकरणलाई बुझ्न सजिलो हुनेछ। यो समय चाहिँ यहाँलाई स्क्रिनसटको लागि म दिन्छु। हुन्छ यसलाई हामी यहीँ राखौँ। अहुइमा हामी हेर्नेछौँ अहुइलमा ख्यङ्गी ख्वाल्लाम ख्वान्ल्यान अहुइ हो म्याचहरू अथवा कुनै पनि कम्पिटिसनहरूलाई अवलोकन गर्ने कुरामा सम्बन्धित शब्दावलीहरू। हामी कुनै पनि म्याचहरू हेर्न जान्छौँ भने त्यहाँ कम्पिटिसनमा हामी भोटिङ गर्ने कुराहरू हुन्छ दर्शकहरूको कुरा हुन्छ त्यहाँ भोटिङ गर्ने समूह अनि व्यक्तिहरूको कुरा हुन्छ त्यसको लागि चाहिँ हामीले यहाँनिर हेर्नेछौँ होइन। ल हामी यहाँनिर हेरौँ ख्यङ्गिजाङ भनेको छ। ख्यङ्गिजाङ भनेको रङ्गशाला ख्वाल्लामादा भनेको पैसा तिरेर अवलोकन गर्नु ख्वान्जुङ भनेको दर्शक ख्वान्जुङ भन्ने बित्तिकै हामीले यहाँ दर्शक भनेर बुझ्नु पर्यो। ख्वान्जुङ भनेको दर्शक ख्वान्जुङसक भनेको दर्शकहरू बस्ने सिट अवलोकन गर्न गएका मानिसहरू बस्ने सिट। फुरोथिम भनेको छ फुरोथिम भनेको प्रोफेसनल टिम विशेष गरी गेमहरूमा तयारी भएर प्रोफेसनल टिमहरू। अनि ओङवन दान भनेको छ यो चाहिँ भोटिङ गर्ने समूह। भोटिङ गर्ने समूह हो। अनि उङवनगा भनेको छ भोटिङ गर्ने मानिसहरू। अनि उङवन हादा भोटिङ गर्नु आफ्नो टिमले जित्दाखेरि मानिसहरू कराएर भोटिङ गरेको अथवा टिमलाई सपोर्ट गरेको कुराहरू हामी देख्न सक्छौँ। अब युनिफर्मले ड्रेसलाई जनाउँछ।
र फ्यान क्लब भनेको छ, यो चाहिँ फ्यान क्लब हो। अब जुनै पनि टिमहरूको फ्यानहरू हुन सक्छन् अनि मनपर्ने टिमलाई चाहिँ सपोर्ट गर्नको लागि जाने फ्यान क्लब भयो। इब्जाङकोन, इब्जाङकोन भनेको प्रवेश टिकट, त्यहाँ प्रवेश गर्नको निम्ति गेमहरू हेर्नको निम्ति चाहिँ टिकटको आवश्यक पर्छ। इब्जाङकोन भनेको प्रवेश टिकट र एमेहादा भनेको चाहिँ टिकटलाई बुकिङ गर्नु हो, टिकटलाई बुकिङ गर्नु भनेर जनाउँदछ है। ल हामी तल लगाउँ। अब इन्गी भनेर दिएको छ, इन्गी भनेको यहाँ लोकप्रियता अथवा पपुल्यारिटी भनेर दिएको छ। इन्गी लोकप्रियता। आलमाजन गसन खोल्ला मिल्ने कुरालाई छानेर फोकिवा खाची उदाहरणमा दिए जस्तै मुन्जाङ्गल वानसँग हाँस्यो वाक्यलाई पुरा गर्नुहोस् भनेर दिएको छ। हामी यहाँ भएको कुराहरूलाई हेर्नेछौँ है त। यहाँनिर हेर्छौँ भने ख्वान्जुङ, ख्वान्जुङ भनेको दर्शक, उङ्वनदान भनेको छ हुटिङ गर्ने समूह, युनिफर्म ड्रेस, उङ्वनगा हुटिङ गर्ने व्यक्ति र इब्जाङगोन भनेको प्रवेश टिकटको बारेमा दिएको छ है। अब यहाँनिर हेरौँ। अनि सारामधरी मानिसहरू ओङ्वन गारल फुरुने हो, हुटिङका शब्दहरू चाहिँ के रहेका छन्, गाइरहेका छन् अथवा हुटिङका शब्दहरू चाहिँ कराइरहेका छन् भनेको छ। ख्यङ्गी जाङ्गे छ हो, रङ्गशालामा इगा मान्ने हो भनेको छ। यहाँनिर के धेरै छन् भन्दा चाहिँ यहाँ चाहिँ के धेरै छन्, ख्वान्जुङ हो, ख्वान्जुङी हो, दर्शकहरू चाहिँ के छन्, धेरै छन्। यहाँनिर हेऱ्यो भने हामीले धेरै दर्शकहरूलाई देख्छौँ। ख्यङ्गी जाङ्गे रङ्गशालामा चाहिँ ख्वान्जुङी मान्ने हो, दर्शकहरू चाहिँ धेरै रहेछन् भनेको छ। दोस्रोमा हेऱ्यो भने सारमदरुल इबको इस्तयो, इबको के लगाएका छन् भन्दा चाहिँ युनिफर्म, युनिफर्मल इबको इस्तयो, मानिसहरूले चाहिँ युनिफर्म लगाइरहेका छन्। यसै गरी छुवा आनन फुरोथिमल ओङ्वन हेयो हो, मनपर्ने आफ्नो टिमलाई चाहिँ के गरेका छन्, हुटिङ गरिरहेका छन् हो। ओङ्वन, ओङ्वन गारल, ओङ्वन गागा हो, हुटिङ गर्ने समूहहरूले चाहिँ मनपर्ने टिमलाई चाहिँ के गरेका छन्, आफूले मनपर्ने टिमलाई चाहिँ हुटिङ गरिरहेका छन्। अनि एपहरू, एपद्वारा इब्जाङगोन, इब्जाङगोनल एप्लिकेसनद्वारा चाहिँ प्रवेश टिकटलाई के गरे, बुकिङ गरे भनेको छ हो। एपद्वारा चाहिँ एप्लिकेसनद्वारा प्रवेश टिकटलाई चाहिँ बुकिङ गरे भनेर भनेको छ है। ल यसै गरी हामी तल हेर्नेछौँ। नुनगत कात्था र उन्गत कात्था, नियनगत कात्था र उन्गत कात्था धातु प्लस ए जस्तो छ भने जनाउँछ भने क्रिया वा क्रिया विशेषणसँग जोडिएर वर्तमानको क्रियाकलाप वा अवस्थालाई अनुमान गर्दा आफ्नो विचारलाई नम्रतापूर्वक व्यक्त गर्दा प्रयोग गरिन्छ भनेर दिएको छ। हामीले अघि पनि हेरिसक्यौँ। इरेगुलर भव यदि अपवादको रूपमा फाँचीमा फियप आएमा फियप हटेर चाहिँ फियपको ठाउँमा चाहिँ उन्गत खाताको रूपमा प्रयोग गर्न सकिन्छ। जस्तै मेप्ताबाट मेउनगत खाता हो, पिरो छ जस्तो छ। यसै गरी अरेप्ताबाट अर्यउनगत खाता हो, गाह्रो छ जस्तो छ होइन। यसरी हामीले बनाउन सकिन्छ। थोङ्सा इत्ता हप्तामा चाहिँ नुनगत खाताको प्रयोग गरिन्छ। थुत्ताबाट थुद्ननगत खाता हो, सुन्ला जस्तो छ भनेर भन्न सक्यो। अनि हङयङसामा हेऱ्यो भने फाँचीमा आएको छ भने उन्गत खाता र फाँचीमा आएको छैन अथवा फाँचीमा रियल झुन्डेर आएको छ भने रियल हटेर नियनगत खाताको रूपमा प्रयोग गरिन्छ है। जस्तै छाक्ताबाट छागनगत खाता हो, खुफाजिनन छागनगत खाता हो, यो पाइन्ट चाहिँ सानो छ जस्तो छ। एपुदाबाट एपुनगत खाता हो, राम्रो छ जस्तो छ। अनि त्यसै गरी मल्दाबाट मनगत खाता हो, टाढा जस्तो छ भनेर भन्न सकिन्छ। उदाहरणमा हेरौँ। छिगम फिगा ओननगत खाता हो, अहिले पानी परे जस्तो छ, परिरहे जस्तो छ। अनि छ सनसुनन इन्गिगा माननगत खाता हो, त्यो खेलाडी चाहिँ लोकप्रिय छ जस्तो छ। हामीले यहाँ सन्सु भन्यो भने यसले के जनाउँछ, खेलाडी भन्ने जनाउँछ सन्सु। हामीले यहाँनिर हेर्छौँ भने छुक्कु सन्सु फुटबल खेलाडी, फुटबल खेलाडी। खुक्का थेफ्यो सन्सु भन्यो भने राष्ट्रिय खेलाडी,
राष्ट्रिय खेलाडीलाई जनाउँछ हो। सन्सु भन्यो भने खेलाडी, अनि चुक्कु सन्सु फुटबल खेलाडी, कुक्खा थेप्यो सन्सु भन्यो भने राष्ट्रिय खेलाडी अथवा यहाँ राष्ट्रलाई प्रतिनिधित्व गर्ने खेलाडी पनि भन्न सकिन्छ है। छ सन्सुनन त्यो खेलाडी चाहिँ इन्गिगा माननगत खातायो लोकप्रिय छ जस्तो छ भनेको छ। त्यसै गरी छायासिगा छायाजीले योजुम मानी छायाजी चाहिँ आजभोलि धेरै फाप्पुनगत खाता व्यस्त हुनुहुन्छ जस्तो छ भनेर भनेको छ है। र यसै गरी हामी तल हेरौँ 1 नम्बरमा आलमाजन गसन खोल्ला मिल्ने कुरालाई छानेर फोगिवा खाची उदाहरणमा दिए जस्तै थ्योवारल वानसँग आस्यो वार्तालापलाई पुरा गर्नुहोस् भनेको छ। यसमा हामीले केही कुराहरू यहाँ उदाहरणमा दिएअनुसार बनाउनु पर्नेछ, हामी यसलाई गरिहेर्नेछौँ। जस्तै इप्ता लगाउनु, इन्गिगा मान्था लोकप्रिय हुनु, अनि छादा सुत्नु, अनि छाक्ता सानौनु भनेर भनेको छ है। जस्तै उदाहरणमा हेरौँ सिनबारी फारे छाल माझायो भनेको छ। यो जुत्ता चाहिँ खुट्टामा राम्रोसँग मिलेको छ अथवा ठिक मिलेको छ भनेर सोधेको छ। चोगम छागनगत कात्तायो हो, केही सानो भए जस्तो छ। यदि मिलेको छ भने चाहिँ यहाँ ने भन्ने कुरा आउँथ्यो, ने छाल माझायो भन्ने कुरा गर्थ्यो होइन। यहाँनिर अलिकति कम्प्लिमेन्ट रहेछ। चोगम छागनगत कात्तायो केही सानो भए जस्तो छ, छाक्ताबाट छागनगत कात्तायो बनाएको छ। जस्तै 1 मा खाल्लो सिहान्ते काल्लो जिहान्ते छनुवा हे फासायो फोन गरी हेर्नुभयो भनेको छ। ने हजुर खुरुन्दे तर छनुवारल आन फादायो फोन नै उठाउनु भएन अरे। छिगम अहिले के भन्नु पर्यो, छादाबाट चाहिँ छानन गत खत्तायो, छानन गत खत्तायो। अहिले चाहिँ सुत्नु भएको जस्तो छ, अहिले नसुतेको कारणले गर्दाखेरि फोन उठाउनु भएन होला भनेर बुझ्नु पर्यो। अघि हामीले हेर्दै थियौँ यङयङसामा छ भने नियनगत खात्ता उनगत खात्ता, यहाँ चाहिँ के आएको छ भन्दा चाहिँ छादा भनेको सुत्नु, सुत्नु सक्दा यो थोङ्सा भएको कारणले गर्दा नियनगत खात्ताको रूपमा प्रयोग गरिन्छ हो। जस्तै 2 मा यागु ख्यङ्गिनन हो, बेसबलको म्याच चाहिँ छौम फोनन्दै पहिलो पटक हेर्दैछु। ख्यङ्गु जाङे हो, ख्यङ्गी जाङे रङ्गशालामा ख्वान्जुङी झङ्माल मान्ने हो। ख्वान्जुङ भनेको दर्शक, दर्शकहरू साँच्चै धेरै रहेछन् त भनेको छ है। ने हजुर हाङ्गु गेसनन कोरियामा चाहिँ फुरो यागुगा, फुरो भनेको प्रोफेसनल रूपमा खेल्ने खेलाडीहरू अथवा प्रोफेसनल खेल्ने यागु बेसबल चाहिँ के भन्नु पर्यो, इन्गिगा माननगत खाता। किनभने यहाँ के भएको छ, दर्शकहरू धेरै भए पछाडि त्यो गेम चाहिँ लोकप्रिय छ भनेर हामीले बुझ्नु पर्यो। इन्गिगा मान्था भनेको यङयङसा भयो, त्यही कारणले कन्सोन इन्डिङ भयो भने उनगत खत्ता हो। ने हाङ्गुगेस हजुर कोरियामा चाहिँ फुरो यागुगा इन्गिगा माननगत खत्ता हो, प्रोफेसनल बेसबल खेल्ने टिम चाहिँ लोकप्रिय छ जस्तो छ भनेर भनेको छ है। ल 3 मा हेरौँ थारासिनन थाराजी चाहिँ छङफाजी जिन्सको प्यान्ट छाजु प्राय। अब यहाँ इप्ता छ, इप्ता भनेको लगाउनु, अनि यो इप्ता भनेको थोङ्सा हो कि यङयङसा हो, यो चाहिँ थोङ्सा हो। थोङ्सा भयो भने के हुनु पर्यो, इब्नन गत खत्तायो। थारासिनन थाराजी चाहिँ छङफाजी र जिन्स प्यान्ट छाजु इब्नन गत खत्तायो प्राय लगाउनुहुन्छ जस्तो छ। छङफाजिरल चुवायो जिन्सको प्यान्ट मन पराउनुहुन्छ भनेर सोधेको छ। ने हजुर फ्यान एस चुवायो सहज हुने भएर मन पर्छ भनेर भनेको छ है। ल यसै गरी हामी लागौँ 2 नम्बरतर्फ र 2 नम्बरमा यहाँनिर हेर्छौँ भने फोगिवा खाची उदाहरणमा दिए जस्तै थिवाए फोसे हो वार्तालाप गरी हेर्नुहोस् भनेको छ। थोङ्ग्र्योगा 1 नम्बरमा हेर्ने थोङ्ग्र्योगा छिगम अत्ते हो, साथी अहिले कस्तो छ। जब कुनै पनि मानिस यहाँ नाचेको चित्र छ, गीत गाएको कुरा छ भने मोड राम्रो भएको कुरालाई देख्न सकिन्छ। खिबुनी छोत्थाबाट छौनगत खत्तायो मुड राम्रो छ जस्तो छ भन्नु पर्यो। अब 1 नम्बरलाई हामी हेर्छौँ भने गाले के भन्नु पर्यो, थोङ्ग्र्योगा छिगम अत्ते हो, छिगम अत्तेयो साथी अहिले कस्तो छ भनेको छ। अब नाले के भन्नु पर्यो, सुल्फुन गत खत्तायो सुल्फुदा दुखी भएको हो,
सुल्फुदा भनेको चाहिँ दुखित हुनु, यो चाहिँ ह्यङसा भएको कारणले गर्दा सुल्फुन गत खात्तायो, दुखी छ जस्तो छ। अब हेर्नुहोस् है, यहाँनिर हेऱ्यो भने फेरि गाले के भन्नु पर्यो दोस्रोमा थुङ्ग्योगा छिगम अत्येयो, थुङ्ग्योगा छिगम अत्येयो। अब नाले के भन्नु पर्यो, यो फाप्पुदा हो, यो चित्र चाहिँ फाप्पुन गत खात्तायो। फाप्पुदा भनेको ह्यङसा, ह्यङसा भएकोले नियन गत खात्ता, फाप्पुन गत खात्तायो, व्यस्त हुनुहुन्छ जस्तो छ अथवा व्यस्त छ जस्तो छ भन्नु पर्यो हो। अब 3 नम्बरमा हेऱ्यो भने गाले फेरि के भन्नु पर्यो, यहाँ पनि कुरा एउटै हो, थोङ्ग्योगा छिगम अत्येयो। साथीलाई अहिले कस्तो छ भनेको छ, नाले के भन्नु पर्यो, फिगोन आधा, फिगोन आधाबाट फिगोन हानगत खात्तायो, किनभने फिगोन आधा फेरि थोङ्सा भयो, थोङ्सा भएको कारणले यहाँ के भएको छ, फिगोन हानगत खात्तायो है, फिगोन हानगत खात्तायो, थकित भए जस्तो छ है, फिगोन हानगत खात्तायो। फिगोन आधा ह्यङसा भएको कारणले गर्दा यहाँ पनि हामीले नुनगत खात्ता लगाएको छ है, फिगोन हानगत खात्तायो, थकित भए जस्तो छ भन्नु पर्यो। ल अब हामी आइपुगेका छौँ यहाँनिर थ्योइलमा। थ्योइलमा छ वाङमिन र छायाको बिचमा भएको वार्तालापलाई हामी हेर्नेछौँ। जस्तै यहाँनिर हेऱ्यौँ भने यगिगा यहाँ चाहिँ उरी छारियो, हाम्रो ठाउँ हो अथवा हामी बस्ने सिट हो। छायासिनन छायाजी चाहिँ हाङ्गुगेस कोरियामा यागु ख्यङ्गी जाङे हो, यागु अथवा बेसबल खेल्ने रङ्गशालामा छम वा च्यो पहिलो पटक आउनुभएको हो नि भनेर सोधेको छु। यहाँ चाहिँ हामी बस्ने ठाउँ हो, छायाजी कोरियाको बेसबल खेल्ने रङ्गशालामा चाहिँ पहिलो पटक आउनुभएको हो नि। अब छायाले भनिन्छ ने हजुर छम वास्तायो, पहिलो पटक आएको हुँ। क्रुन्दे तर ख्यङ्गी जाङे रङ्गशालामा सारामी मान्ने हो, मानिसहरू त धेरै रहेछन् नि हो, तर रङ्गशालामा मानिसहरू त धेरै रहेछन् नि। हाङ्गुगेसनन कोरियामा चाहिँ यागुगा बेसबलको इन्गिगा माननगत खात्तायो, यो बेसबल चाहिँ निकै लोकप्रिय छ जस्तो देखिन्छ अथवा छ जस्तो छ भनेको छ। अब वाङमिनले भन्दैछ माजायो हो नि, इन्गी इन्नन हो, लोकप्रिय भएका टिमहरू चाहिँ ख्यङ्गिनन फ्योरल एमेहाननगे हिम्द रह्यो भनेको छ हो। इन्गी इन्नन थिम लोकप्रिय भएका टिमहरूको चाहिँ ख्यङ्गिनन तिनीहरूले खेल्ने म्याचमा चाहिँ अथवा त्यो गेममा चाहिँ फ्योरोल एमेहाननगे टिकट किन्नलाई हिम्द रह्यो, गाह्रो हुन्छ अरे है। छायाले भन्दैछ ओम सिगल मग्नन खाना खाने साराम दल्दो मान्ने हो, मानिसहरू धेरै रहेछन् त। विशेष गरी हामीले हेर्छौँ भने हाम्रो नेपालमा पनि छ त्यो चलन त, कोरियामा पनि हेऱ्यो भने फिल्महरू हेर्दै गर्दा अथवा पनि कुनै पनि म्याचहरू हेर्दै गर्दा चाहिँ मानिसहरू केही खाँदै अनि रमाइलो गर्दै गरेको कुराहरू हामी देख्न सक्छौँ। यहाँ पनि त्यो कुराहरूलाई देखाउँदैछ। अनि ओम सिगल मग्नन साराम दल्दो मान्ने हो, खाना खाने मानिसहरू पनि धेरै रहेछन् त। अब वाङमिनले भन्दैछ ने हजुर ख्यङ्गिरल पोल्ते हो, म्याचहरू हेर्ने बेलामा ओमसिगल मगुम्यान खाना खायो भने थ मासिसयो, अझै मजा आउँछ अरे हो। खाना खाँदै हेऱ्यो भने चाहिँ खाना पनि मिठो हुन्छ, गेम हेर्नु पनि मजा आउँछ भनेको छ। उरिदो हामी पनि चिकन मगर खाल्कायो, हामी पनि चिकन खान जाउँ कि। अब चिकन भन्ने बित्तिकै कोरियामा यो फ्राई गरेको कुखुराको मासुलाई चाहिँ के भनिन्छ, चिकन भनेर भनिन्छ हो। कोरियामा हेऱ्यो भने चिकन प्लस मेग्जु, मेग्जु भनेको बियर, यो दुईटालाई जोडेर चाहिँ के बनाइन्छ, छिमेक हो। यदि कोरियन मानिसहरूले छिमेक मगर खायो, छिमेक खान जाउँ भनेर भन्यो भने हामीले के कुरो बुझ्नुपर्छ भन्दा यो मानिसले आज फ्राई गरेको कुखुराको मासु र बियर खाने प्रस्ताव गरेको छ भनेर बुझ्नुपर्छ। चिकन मगल खायो, हामी चिकन खाउँ कि भनेको छ। चुवायो हुन्छ, छेगा साओल्क्यो
म किनेर आउनेछु भनेर भनेको छ। हुन्छ, यो समय हामी यो लिसनिङलाई सुन्नेछौँ। 여기가 우리 자리예요. 자야 씨는 한국에서 야구 경기장에 처음 왔지요? 네, 처음 왔어요. 그런데 경기장에 사람들이 많네요. 한국에서는 야구가 인기가 많은 것 같아요. 맞아요. 인기 있는 팀 경기는 표를 예매하는 게 힘들어요. 음식을 먹는 사람들도 많네요. 네, 경기를 볼 때 음식을 먹으면 더 맛있어요. 우리도 치킨 먹을까요? 좋아요. 제가 사올게요. हुन्छ, हामीले यो लिसनिङलाई पनि सुनेका छौँ। अब हामी यहाँ तलको कुराहरूलाई हेरौँ। तेदाबे फुवाए जवाब दिए हेर्नुहोस् रे, 한국에서 कोरियामा 인기 있는 लोकप्रिय भएको स्पोर्ट्सन मोयो खेल चाहिँ के हो भनेको छ। यहाँ हामीलाई यागुको बारेमा दिएको छ होइन। कोरियामा लोकप्रिय भएको खेलमध्ये चाहिँ एउटा के छ, यागु दिएको छ। यागु बेसबलको कुरा गरेको छ। र अर्को छ यहाँनिर हेऱ्यो भने थुसारामान दुईटा मानिसहरू ख्यङ्गिरल फोमेन्स फिल्म यो म्याच हेर्दै मुवसल मगरिएको हो के खाने विचार गरेको छन्। थुसारामान ख्यङ्गिरल फोमेन्स चिकिन मगरिएको हो चिकिनलाई चाहिँ खाने विचार गरेका छन्। ल हामी ढिला नगरिकन यहाँ तल कुराहरूलाई हेर्नेछौँ। छेसितेन फेनल वाल्याङ हाय थेवाए फस्यो उल्लेखित अभिव्यक्तिको प्रयोग गरी वार्तालापलाई पुरा गरी हेर्नुहोस् भनेको छ। जस्तै यहाँनिर छुग्गुगा इन्गिगा मान्था भनेको छ फुटबल, र फुटबल चाहिँ लोकप्रिय छ भनेको छ है। यसलाई हेरौँ। छुग्गु ख्यङ्गी इब्जाङ्गोनल मोत सासयो रे हो। फुटबल म्याचको चाहिँ इब्जाङ्गोन भनेको प्रवेश टिकट मोत सासयो किन्न सकिएन भनेको छ। अनि नाले भन्दैछ छुग्गुगा यो फुटबल चाहिँ इन्गिगा माननगत काथा हो। यो फुटबलमा चाहिँ एकदमै लोकप्रिय छ जस्तो छ भनेको छ। माजायो हजुरले भनेको सही हो। थाउमेनन इल्चिक एमएल कयो अर्को चाहिँ अलि छिट्टै के गर्नेछु बुकिङ गर्ने छु भनेको छ। अब त्यसै गरी यहाँनिर नोङ्गु बास्केटबलको कुरा छ। सारामदरी नुङ्गुरल छुवादा मानिसहरूले चाहिँ बास्केटबललाई मन पराउँछन् भनेको छ है। जस्तै गाले हेऱ्यो भने नोङ्गु ख्याङ्गी बास्केटबलको म्याच इब्जाङ्गोनल मोत सासायो किन्नै सकिन भनेको छ। अब नाले के भन्नु पर्यो, नुङ्गुगा हो। बास्केटबल चाहिँ इन्गिगा माननगत कथा भनेको छ चाहिँ नुङ्गुगा सारामदरी छुवा आनन्दगत कथा हो। छुवा आनन्दगत खत्थायो भन्नु पर्यो। नुङ्गुगा सारामदरी छुवा आनन्दगत खत्थायो। बास्केटबल चाहिँ मानिसहरूले मन पराउँछन् जस्तो छ। अब गाले जस्ताको तस्तै माजा यो थाउमेनन इल्चिक एमएल कयो। थाउमेनन इल्चिक एमएल कयो पछि चाहिँ छिट्टै क्यार्नेछु बुकिङ गर्नेछु भनेर भनेको छ हो। नोङ्गु ख्यङ्गी इब्जाङ्गोनल मोत्सासयो हो। बास्केटबलको म्याचको चाहिँ यो प्रवेश टिकट किन्नै सकिएन। नोङ्गुगा सारामदरी छुवा आनन्दगत कथा हो। यो बास्केटबल चाहिँ मानिसहरूले निकै मन पराउँछन् जस्तो छ। माझा यो थाउमेनन हो।
माझा हो हजुरले भनेको सही हो। थाउ मेनन पछि आउने समयमा चाहिँ एल्चिक एमएल कह्यो पछि चाहिँ अलि छिटै क्यारेछु बुकिङ गर्नेछु भनेको छ। यहाँनिर थात्ता बन्द गर्नु थाद्नन बन्द गर्ने फातमान भनेको छ बारी मात्र उत्नन हाँस्ने हो इन्नन भएको मान्नन मिल्ने कोच माङ्गोल भनेको छ। यहाँनिर चाहिँ यो शब्दले के जनाउँछ फुलको आँकुरा हो। फुलको आँकुरा भनिन्छ फुल फुल्नुभन्दा अगाडि सानो जुन कोपिलाहरू भन्छ अनि त्यसलाई चाहिँ फुलको आँकुरा अथवा कोच माङ्गोल भनिन्छ। कोच माङ्गोल भनेर भनिन्छ फुलको आँकुरा भनेर भनिन्छ। अब हामी अगाडि लागौँ। औहीमा हामी आएका छौँ हाल्यु खन्ल्यान औही हाल्युसँग सम्बन्धित शब्दावलीहरू भनेर दिएको छ। हाल्यु भन्ने बित्तिकै अघि हामीले कुरा गर्दै थियौँ कोरियाका गीत सङ्गीतदेखि लिएर लत्ता कपडा त्यहाँका कलाकारिताका कुराहरू त्यो देशमा बनेका विभिन्न सामग्रीहरू लगायत यी सबै कुराहरूले चाहिँ हाल्युलाई जनाउँदछ र यसको बारेमा चाहिँ हामीले यहाँनिर डिटेलमा हेर्नेछौँ। जस्तै केपअप भनेको छ केपअप पनि यो हाल्युसँग सम्बन्धित कुरा। के डान्स भनेको छ यो पनि डान्सको कुरा छ होइन यो पनि हाल्युसँग सम्बन्धित कुरा। अनि के ड्रामा भनेको छ के ड्रामा भन्यो भने कोरियाको यो ड्रामाको कुरा भयो। अनि यहाँनिर थाल एस उन खुत्ते भनेको छ चन्द्रमाबाट आएकी उनी भन्ने अर्थ राख्छ। यो पनि एक प्रकारको एउटा समयमा निकै चलेको लोकप्रिय ड्रामा रहेको छ। अर्को के फुड भन्ने बित्तिकै कोरियन फुडहरू अथवा कोरियन भएका सबै खानाहरूलाई जनायो। अनि के ब्युटी भनेको छ के ब्युटी भन्ने बित्तिकै वाजाङफुम विभिन्न कस्मेटिक्सका सामानहरू अथवा श्रृङ्गारका सामग्रीहरूलाई जनाउने कुरा भयो। के वेबथुन भनेको छ के वेबथुन भनेको चाहिँ हामीले हेर्छौँ भने यसले के जनाउँछ भन्दा चाहिँ कार्टुन हो कार्टुनलाई जनाउँछ कार्टुनहरूलाई जनाउँछ। अनि त्यसै गरी अर्को छ के एनङ भनेको छ कोरियाको एनङ भनेको मनोरञ्जन दिनको लागि चाहिँ बनाइएका कार्यक्रमहरू छ। अनि खासु गायक गायिका। अनि त्यसै गरी हामी हेर्छौँ भने यहाँ तल आइडल यो चाहिँ आइडलहरू भयो देशको आइडलहरू कलाकारहरू फेउ कलाकार। अनि इन्गिगा कुल्दा भनेको छ लोकप्रियता तान्नु लोकप्रिय हुनु भन्ने कुरालाई जनाउँछ। अर्को यङ ह्याङ्गल जुदा यङ ह्याङ भनेको प्रभाव पार्ने कुरालाई जनाएको छ। एउटा व्यक्तिले हेऱ्यो भने तीनजनालाई प्रभाव परेको देखिन्छ यताबाट यसरी धेरै प्रभाव पारेको कुराहरू हामी देख्छौँ। यङ ह्याङ्गल जुदा भनेको चाहिँ प्रभाव पार्नु भनेर जनाउँदछ है। यहाँनिर छ तारा छुदा भनेको चाहिँ पछ्याएर नाच्नु हो। तारा छुदा भनेको पछ्याएर नाच्नु अनि त्यसै गरी हामी हेर्छौँ भने तारा फुरुदा पछ्याएर गाउनु हो। गायकको व्यक्तिको पछि पछ्याएर गाउने कुरालाई जनाउँछ। खासा भनेको चाहिँ धुन अथवा लिरिक्स भनिन्छ धुन पनि भनिन्छ अनि लिरिक्स भनिन्छ। थान्से भनेको समूह होइन समूहको कुरा छ। यो कुराहरू यहाँसँग सम्बन्धित कुराहरू भयो। खुरिमल फोगो आलमाजुन गसन खोल्ला थेवारल वानसँग हाँसे हो होइन चित्रलाई हेरेर मिल्ने कुरालाई छानी वार्तालापलाई पुरा गर्नुहोस् भनेको छ। यहाँनिर केपअप दिएको छ होइन। अनि त्यसै गरी के वेबथुन भनेको छ कोरियन यो मान्हुवा कार्टुनहरूलाई जनाउँछ यसले। अनि खासु गायक गायिका के ड्रामा रहेको छ है। र यहाँनिर हामी यसलाई अलिकति माथि सारौँ अनि त्यस पछाडि हामी यसलाई सल्भ गर्नेछौँ। यहाँनिर हेर्छौँ भने पहिलो चित्रमा हेर्छौँ यहाँनिर कार्टुन हेरेको कुराहरूलाई देख्न सक्छौँ। हिउँदे फोनहरू मोबाइल फोनद्वारा मानुहारल खुवायो। मानुहा भनेको भने कार्टुन हेर्नुहुन्छ भनेको छ। ने हजुर हेर्छु के वेबथुनल फोगो इस्तय हजुर के वेबथुन हेरिरहेको छु हो। कोरियन ड्रामा यो के भन्छ कोरियन कार्टुनलाई चाहिँ हेरिरहेको छु। मान्हुवा भनेको पनि कार्टुन हो अनि यो के वेबथुन भनेको पनि कार्टुनलाई जनाउँछ है। अर्को छ नोरेरल छुवा हेयो गीत मन पराउनुहुन्छ भनेर सोधेको छ। ने हजुर अब यहीँ केपअप दिएको छ केपअल छुवायो हजुर म केपअपलाई चाहिँ मन पराउँछु भनेको छ। छिगम मोयो अहिले के गर्दै हुनुहुन्छ यो भनेको के हो ड्रामा अथवा हामीले हेऱ्यो भने के ड्रामा भन्नु पर्यो। के ड्रामा खुवायो कोरियन ड्रामा चाहिँ हेर्छु भन्नु पर्यो। त्यसै गरी
छुवा आनन इस्सयो भनेको छ। छनन किम सन्जे भनेको एउटा गायक हुनुहुन्छ कोरियाको प्रसिद्ध, किम सन्जेरल छुवायो, किम सन्जेलाई मन पराउँछु भनेको छ। अनि गायक भन्ने बित्तिकै यहाँ के हुनुभयो, खासु। छुवा आनन खासुगा इस्सयो, मनपर्ने गायक हुनुहुन्छ। यहाँनिर हेऱ्यो भने छनन किम सन्जेरल छुवायो, म चाहिँ किम सन्जेलाई चाहिँ मन पराउँछु भनेर भनेको छ है। ल यहाँनिर मुन्बबीमा हेरौँ, भिएसटीसँग गीत सुविधा र भिएसटीसँग गी अरेप्तालाई दिएको छ। भिएसटीसँग गीत सुविधा र गी अरेप्ता क्रियापदमा टाँसिएर कुनै पनि कार्य गर्न सजिलो हुन्छ वा गाह्रो हुन्छ भनी बताउँदा प्रयोग गरिन्छ अरे। यसलाई एकचोटि हेरौँ। यहाँनिर जस्तै ओल्सेगा सान छिप भनेको मासिक भाडा, ओल्से भनेको मासिक भाडा, सान भनेको सस्तो, छिप भनेको घर हो। मासिक भाडा सस्तो भएको घर चाहिँ खुहादा भनेको खोज्नु, खुहागी अर्यो भयो खोज्नै गाह्रो छ अथवा खोज्न गाह्रो छ भनेको छ। त्यसै गरी दोस्रोमा मान्दल्दा बनाउनु, मान्दल्गी सुयुन बनाउन सजिलो, ओमसिकी मोयो खाना के हो भनेर सोधेको छ। बनाउन सजिलो हुने खाना चाहिँ के हो भनेर सोधेको छ। त्यसै गरी तेस्रोमा हाङ्गुक अरो कोरियन भाषामा मुन्जा मेसेजिरल फोनेगी अर्यो भयो, कोरियन भाषामा टेक्स्ट मेसेज पठाउनलाई चाहिँ गाह्रो हुन्छ। मुन्जा मेसेजी भन्यो भने टेक्स्ट मेसेज, टेक्स्ट मेसेज र हामीले उमसङ मेसेजी, ओमसङ मेसेजी भन्ने बित्तिकै भोइस मेसेज हो। भोइस मेसेज जनाउँछ हैन। हाङ्गुकहरू कोरियन भाषामा मुन्जा मेसेजिरल टेक्स्ट मेसेजलाई फोनेगी अर्य भयो पठाउन गाह्रो छ। यहाँनिर केही टिप्सहरू दिएको छ। गी नन, गी चाहिँ नुन गसिरो फाकुल्छु इत्ता हो। गी भन्नु र नुन गसी चाहिँ एउटै कुरा हो, त्यसमा परिवर्तन गर्न पनि सकिन्छ भनेर दिएको छ। जस्तै एउटा उदाहरणलाई हेरौँ। म्याङ्जरेनन चाडपर्वमा चाहिँ खिचा फ्योरल रेलको टिकटलाई एमे हागी अर्य वयो बुकिङ गर्न गाह्रो हुन्छ अरे हो। त्यही कुरालाई म्याङ्जरेनन चाडपर्वमा चाहिँ खिचा फ्योरल रेलको टिकटलाई एमे हानन गसी अर्य वयो हो, बुकिङ गर्ने कुरा चाहिँ गाह्रो हुन्छ। यसरी यो दुईटालाई चाहिँ नन गसी अथवा गी यो दुईटालाई चाहिँ एउटै रूपमा प्रयोग गर्न सकिन्छ भनेर दिएको छ है। अब यहाँनिर हेरौँ टिपमा के दिएको छ। गी नन, गी चाहिँ सुप्ता अर्याप्ता पुनमा नानेर सजिलो अथवा असहज मात्र नभई छोत्था राम्रो हुनु, सिल्था मन नपर्नु, फ्यानादा सहज हुनु, फुलफ्यानादा असहज हुनु, दुङ यी आदिको यङयङसावादो क्रिया विशेषणसँग पनि हाम्के सँगै साइङ हाल्छु इत्ता प्रयोग गर्न सकिन्छ भनेको छ। जस्तै यहाँनिर हेरौँ, यी खोङहोनन यो पार्कमा चाहिँ सान्छेक हागी छुवायो, सान्छेक हादा भनेको हिँडुल गर्नु, सान्छेक हागी छुवायो पैदल यात्रा गर्न अथवा हिँडुल गर्न राम्रो छ भनेको छ हो। अर्को यी ओसन, यो कपडा चाहिँ इप्की फ्यानेयो, इप्ता लगाउनु, इप्की फ्यानेयो भनेको चाहिँ लगाउन सहज हुन्छ भनेर भनेको छ। हामीले अघि पनि हेरिसक्यौँ यसलाई। अब हामी तल जानेछौँ। यहाँनिर फोगिवा खाची मुन्जाङ्गल वानसँग आयो। उदाहरणमा दिए जस्तै वाक्यलाई पुरा गर्नुहोस् भनेर दिएको छ। जस्तै इरनादा उठ्नु, हिमदल्दा गाह्रो हुनु रे है। आछिमे बिहानमा इरनादाबाट इरनागी उठ्नै हिमद रह्यो गाह्रो हुन्छ, बिहान उठ्नै गाह्रो हुन्छ भनेको छ। जस्तै यहाँनिर तारा फुरुदा पछ्याएर गाउनु अर्याप्ता गाह्रो हुन्छ अरे। यी नोरेनन यो गीत चाहिँ तारा फुरुदाबाट फुरुगी अर्याप्ताबाट अर्य वयो। यी नोरेनन यो गीत चाहिँ तारा फुरुगी पछ्याएर गाउन अर्य वयो गाह्रो छ हो। त्यसै गरी दोस्रो वाक्य तारा छुदा पछ्याएर नाच्नु, सुप्ता भनेको सजिलो हुनु। यी छुमन यो नाच चाहिँ तारा छुदाबाट छुगी, सुप्ताबाट
सुइवयो 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 सजिलो हुन्छ अरे है। त्यसै गरी तेस्रोमा उन्जन हादा ड्राइभिङ गर्नु अरेप्ता गाह्रो हुनु। फिगा वास पानी परेर उन्जन हादाबाट उन्जन हागी अरेप्ताबाट अर्य भयो हो। फिगा वास पानी परेर उन्जन हागी अर्य भयो ड्राइभिङ गर्नै गाह्रो छ अरे हो। त्यसै गरी छुल्गन हादा काममा जानु फ्यान हादा सहज हुनु। छिबी खाक वस घर नजिक भएर छुल्गन हादाबाट छुल्गन हागी फ्यान हादाबाट फ्यान हेयो फ्यानेयो सहज छ हो। छिबी खाक वस घर नजिक भएर छुल्गन हागी फ्यान हेयो काममा जान सहज भएको छ भनेर भनेको छ। आशा छ यहाँहरूले बुझ्दै हुनुहुन्छ होला। यहाँसम्मको पढाइमा हजुरहरूले कमेन्टमा चाहिँ राख्न सक्नुहुनेछ चित्त नबुझेको कुराहरू अथवा सोध्न मन लागेको कुराहरू। हामीले समय मिलाएर चाहिँ यसलाई बेला बेलामा हेर्ने नै छौँ। र दोस्रो कुरामा हामी जाउँ। आलमाजन गसन खोल्ला मिल्ने कुरालाई छानेर फोकी वा खाची उदाहरणमा दिए जस्तै थिवार वानसँग सेहो वार्तालापलाई पुरा गर्नुहोस् भनेर दिएको छ है। अब यहाँनिर हेरौँ। मान्नादा भेट्नु तारा फुरुदा पछ्याएर गाउनु छिबल खुवादा घर खोज्नु फ्योरल सादा टिकट किन्ने कुरा छ। यो चारवटा कुराहरूलाई चाहिँ हामीले छानेर यहाँनिर मिलाएर राख्नुपर्ने छ। उदाहरणमा हेरौँ। योजुम फङ सिगा छाजु फायो आजभोलि चाहिँ फङजीलाई प्राय भेटिन्छ भनेर सोधिएको छ। हानियो होइन फङ सिगा फाप्पस फङजी चाहिँ व्यस्त भएर मान्नागी अर्य भयो भेट्नै गाह्रो छ अरे होइन। आजभोलि चाहिँ फङजी व्यस्त भएर भेट्नै गाह्रो छ भनेको छ। दोस्रोमा निछानन्जी मुसन नोरेरल छुवायो कस्तो गीत मन पराउनुहुन्छ भनेर सोधेको छ। यरम फामल छुवायो यो एउटा गीतको बोल हो। गीतको बोल छ गीतको एउटा टाइटल छ यरम फामल छुवायो। यरम फाम भन्ने गीत चाहिँ मन पराउँछु। खासादो खासा भनेको धुन अथवा यसको चाहिँ लिरिक्स होइन। लिरिक्स पनि छोक्को राम्रो छ र गाउन पनि के छ सजिलो छ भन्नु पर्यो हो। तारा फुरुगी हो। तारा फुरुगी पछ्याएर गाउन पनि के छ सियो हो। तारा फुरुगी सियो हो पछ्याएर गाउन पनि सहज छ। त्यसै गरी दोस्रोमा हेरौँ। छाया सिगा छायाजीले छुवा आनन्द मन पराउने आइडल खोन्सुतरल आनन्दे कन्सर्ट गर्दैछन् रे हो। छायाजीले मन पराउने कन्सर्ट गर्दैछन् कलाकारहरूले हो। छाया सिधो खायो छायाजी पनि जानुहुन्छ। छायाजी तपाईँले मन पराउने कन्सर्ट हुँदैछ नि हो तपाईँ पनि जानुहुन्छ भनेर सोधिएको छ। आनियो होइन मोत खायो म त जान्न नि हो अथवा जान सक्दिनँ मोत खायो। खु आइदर हुई ती आइडलहरूको चाहिँ इन्गिगा नमु मानास लोकप्रियता धेरै भएकोले ती आइडलहरूको चाहिँ लोकप्रियता धेरै भएको कारणले के भन्नु पर्यो फ्योरल सागी फ्योरल सादाबाट सागी अर्य वयो। फ्योरल सागी अर्य भयो हो। म जान सक्दिनँ ती आइडलहरूको चाहिँ लोकप्रियता धेरै भएर टिकट किन्न के छ गाह्रो छ अरे है। त्यसै गरी तेस्रोमा जाउँ। आगुङजी इसा यस्तै हो बसाइ सर्नुभयो भनेर सोधिएको छ। आनियो होइन योजुम आजभोलि ओल्सेगा नमु बिसाय हो मासिक भाडा चाहिँ एकदमै महँगो छ हो एकदम महँगो छ। त्यही कारणले छिबल खुहागी अर्य भयो भन्नु पर्यो हो। छिबल खुआदाबाट खुहागी अर्य वयो घर खोज्न के छ गाह्रो छ भनेर भन्नु पर्यो। हुन्छ यहाँहरूले बुझ्दै हुनुहुन्छ होला। यो कुराहरूलाई हामी बिस्तारै अगाडि बढाउनेछौँ र हामी आइपुगेका छौँ थेवा ईमा।
र थेवाईमा हामी हेर्नेछौँ यहाँनिर कोरियाको एउटा ब्यान्डको नाम छ होइन। एउटा ब्यान्ड चाहिँ यहाँ यसरी गीत गाइरहेको चित्रलाई हामी देख्न सक्छौँ। यो केपाबको ब्यान्ड रहेको छ। ल निचानान्सी मोए हो, निचानान्जी के गर्दै हुनुहुन्छ भनेर सोधेको छ। केपाबल थुत्को इच्छा हो, केपाबको सङ्गीतलाई अथवा केपाबलाई चाहिँ सुनिरहेको छु भनेको छ हो। यहाँनिर केपाबको एउटा ब्यान्डले चाहिँ एउटा गीत गाएको छ। कोरियामा यो केपाब अनि बिटिएस, ब्ल्याक पिङ्क जस्ता ब्यान्डहरू रहेका छन्। यी ब्यान्डहरूका कलाकारहरूले आफै गाउने, आफै नाच्ने एकदमै रमाइलो कार्यक्रमहरू चाहिँ देख्न सकिन्छ। अनि यी चाहिँ कोरियाको कलाकारहरूको कुरा छ होइन। ल केपाबल थुत्को इच्छा केपाबको सङ्गीत सुनिरहेको छु कुरियो हो र निचानान्जी चाहिँ केपाबल छङमाल छुवानगत खातायो। निचानान्जीले चाहिँ केपाब साँच्चीकै मन पराउनुहुन्छ जस्तो छ भनेर भनेको छ। निचानानले भन्दैछ ने माझायो, हजुर हो, हजुरले भनेको सही हो। खोयाङे स्थलते बुथ गाउँमै हुँदैदेखि नै हो, म गाउँमा रहँदाको समयदेखि नै केपाबल छुवायो, केपाबलाई चाहिँ मन पराउँथे भनेर भन्नुभएको छ। केपाबल वे छुवायो, केपाबलाई चाहिँ किन मन पराउनुहुन्छ भनेर सोधिएको छ। केपाब चाहिँ खासागा छेमेको हो, त्यहाँ भएको खासा भनेको धुन अथवा लिरिक्स होइन। त्यो गीतको लिरिक्स पनि एकदमै रमाइलो छ र तारा फुरुगिसियो पछ्याएर गाउन पनि के छ एकदमै सजिलो छ अरे। खुरीगो साथै खासुदरी गायकहरूले पनि थान्छेरो भनेको सामूहिक रूपमै चुमल छुननगत हो नाच्ने कुरा चाहिँ मसिस एकदमै उत्कृष्ट छ अथवा एकदमै सुहाएको छ भनेको छ। मसिस एकदम सुहाएको छ अथवा त्यसरी नाच्दा चाहिँ एकदमै ह्यान्डसम देखिएको छ भनेर भनेको छ है। हुन्छ, हामी यसको लिसनिङलाई सुन्नेछौँ। 니찬한 씨, 뭐 해요? K-팝을 듣고 있어요. 그래요? 니찬한 씨는 K-팝을 정말 좋아하는 것 같아요. 네, 맞아요. 고향에 있을 때부터 K-팝을 좋아했어요. K-팝을 왜 좋아해요? K-팝은 가사가 재미있고 따라 부르기 쉬워요. 그리고 가수들이 단체로 춤을 추는 것이 멋있어요. ल हामीले यसलाई पनि सुनेका छौँ। कोरियाका ब्यान्डहरूले यसरी हामी हेर्छौँ भने, कोरियामै गएर हेर्छौँ भने पनि त्यहाँनिर कलाकारहरूले गाउने सँगसँगै नाच्ने निकै उत्साहपूर्वक कार्यक्रमहरू चाहिँ हामीले देख्न सकिन्छ। त्यसको बारेमा यहाँ बताएको छ होइन। थेदाबे फुवायो जवाफ दिइहेर्नुहोस्। निचानान्जी चाहिँ अन्जेभूत कहिलेदेखि केपाबल छुवाएसयो, केपाबलाई मन पराउनु भएको थियो। खोयाङे स्थलतेभूत छुवाएसयो हो, गाउँमा हुँदादेखि नै मन पराउनु भएको थियो। निचानान्जीले केपाबल छुवानन इउनन मोयो। निचानान्जीले केपाबलाई मन पराउने कारण के हो भनेको छ। के अब यो निचानान्जीले निचानान्सीगा केपाबल छुवानन इउनन हो, निचानान्जीले केपाबलाई मन पराउनुको कारण चाहिँ के छ, खासागा छेमेको हो, त्यसको लिरिक्सहरू पनि एकदमै रमाइलो छ र तारा फुरुगिया सुयो र पछ्याएर गाउन पनि सजिलो भएको कारणले चाहिँ निचानान्जीले चाहिँ केपाबलाई मन पराउनुहुन्छ। ल चेचितेन फेउनल वालेङ आयो थियो आएपछि हो, उल्लेखित अभिव्यक्तिको प्रयोग गरी वार्तालापलाई पुरा गर्नुहोस् भनेको छ। यहाँनिर हामीले हेर्छौँ भने केपाबल फेउदा केपाबको बारेमा सिक्नु, अर्को नोरे छ गीत छ, तारा फुरुदा पछ्याएर गाउनु। केपाबल फेउगो सिपन्दै केपाबलाई चाहिँ केपाबको बारेमा चाहिँ सिक्ने मन छ। अतन नोरेगा सियायो, कुन चाहिँ गीत सजिलो होला भनेको छ। यी नोरेगा तारा फुरुगी सियायो हो, यो गीत चाहिँ पछ्याएर गाउन सहज छ। खारिछ जोस खोमा भयो, सिकाइदिनु भएकोमा धन्यवाद छ भनेको छ है। त्यसै गरी हामीले अब यहाँनिर एउटा उदाहरण बनाउनु पर्ने हुन्छ। के डेन्सरल फेउदा के डान्स चाहिँ सिक्नु
र छुम नाच्ने कुरा छ, तारा छुदा पछ्याएर नाच्नु हो। खे डेन्सरल, खे डेन्सरल, खे डेन्सरल, फेउगो सिपुन्दे, फेउगो सिप्ताबाट सिफुन्दे सिक्न मन लागेको छ। छुमल, यहाँ छुम छ, छुमी सियायो, यो नाच सजिलो छ भनेर सोधेको छ। अब नाले के उत्तर दिनु पर्यो? इ छुमी हो, इ छुमी तारा छुगी, छुदाबाट छुगी सियायो। पछ्याएर नाच्न चाहिँ के छ? सजिलो छ अरे। अब गाले फेरि के भन्नु पर्यो? गाले खारुछ जोस सिकाइदिनु भएकोमा खुमा भयो, धन्यवाद छ। खुमा वायो, धन्यवाद छ हैन। ल गाले भन्दैछ के डेन्सरल फेउगो सिफुन्दे, के डेन्स सिक्ने मन छ, छुमी सियायो नाच्न सजिलो छ भनेर सोधेको छ। नाले भन्दैछ यी छुमी तारा छुगी सियायो, यो नाच चाहिँ पछ्याएर नाच्न सजिलो छ। गाले भन्दैछ खारिछ जोस खोमा भयो हो, सिकाइदिनु भएकोमा धन्यवाद छ भनेर भनेको छ। अब जाउँ योङहान फ्योन महत्त्वपूर्ण अभिव्यक्तिमा। थाउमे फेब्गेसम्निदा हो, पछि कुनै समय भेट्नेछु भनेको छ हो। सी यु नेक्स्ट टाइम भनेर दिएको छ। थाउमे फेब्गेसम्निदा पछि भेट्ने छु। अब यहाँनिर हेरौँ, गाले भन्दैछ छाल छिनेसीगो खाक्कम नुल्लो बस्यो, राम्रोसँग बिताइकन खाक्कम कहिलेकाहीँ नुल्लो बस्यो, यसो घुम्न पनि आउनुहोस् न अथवा भेट्न आउनुहोस् न भनेको छ। नाले भन्दैछ ने फान्जाङ निम्दो, हजुर क्याप्टेनज्यू पनि छाल छिनेस्यो, हजुरले पनि राम्रोसँग समय बिताउनुहोस्। थाउमे फेब्गेसम्निदा पछि फेरि भेट्ने छौँ भनेर भनेको छ हो। ने फान्जाङ निम्दो, हजुर क्याप्टेनज्यू पनि छाल छिनेस्यो, राम्रोसँग बिताउनुहोस्। थाउमे फेब्गेसम्निदा पछि भेट्ने छु अथवा सी यु नेक्स्ट टाइम भनेर भनेको छ है। ल अगाडि बढौँ। मुनुवा वा छङ्बो संस्कृति अथवा जानकारीको बारेमा, यहाँनिर संस्कृतिको बारेमा हेर्नेछौँ। हाल्यु मुनुवा, हाल्युको संस्कृति, कोरियामा यो हाल्युले के कस्ता प्रभावहरू पार्छ त्यसको बारेमा चाहिँ हामीले यहाँनिर हेर्नेछौँ है। ल अगाडि बढौँ। हाल्यु नन, हाल्यु चाहिँ हाङ्गुगे कोरियाको ओमाग गीत सङ्गीत, ड्रामा यङ्वा फिल्म, फेसन ब्युटी, ब्युटीको कुरा, विभिन्न सुन्दरताको कुरा, यहाँ मेकअपको सामानहरूको विभिन्न कुराहरूलाई, दुङ्गुई आदिको, थायाङहान विभिन्न प्रकारका कोन्टेन्जले सेगे संसारको यर खुक्काएछ विभिन्न राष्ट्रहरूमा साराङफातको माया पाइकन सोभी थिएनन् उपभोग गरिने गसल कुरालाई उइमी आनन्दे अर्थ राख्दछ अरे होइन, अर्थ राख्दछ अरे। अनि हाङ्गुक मुन्हाउई कोरियाको संस्कृतिको थायाङसँग विविधता, थायाङसँग भनेको विविधता र मेरक भनेको आकर्षणलाई चाहिँ सेगे संसारमा आल्लिनन्दे जानकारी गराउँदै अथवा संसारभरि यो कुराहरूको बारेमा बताउँदै कुन ठुलो यगवाल हामीदा भूमिका निर्वाह गर्दछ अथवा ठुलो भूमिका निर्वाह गर्दछ भनेको छ हो। हाल्यु भन्ने बित्तिकै कोरियाको गीत सङ्गीत, ड्रामा, फिल्म, फेसन, ब्युटी आदि विभिन्न कुराहरूको कन्टेन्टलाई चाहिँ संसारको विभिन्न देशहरूमा माया प्राप्त गर्दै अनि उपभोग गर्ने कुरालाई अर्थ राख्छ र कोरियाको संस्कृतिको विविधता र आकर्षणलाई चाहिँ संसारमा विभिन्न ठाउँहरूमा चाहिँ जानकारी गराउने अथवा बताउने भूमिका राख्दछ भनेर भनेको छ है। अब यहाँभित्र हेरौँ, केपअप चाहिँ थायाङहान विभिन्न प्रकारका ओमाग जाङ्र भनेको जनर हो, म्युजिकका विभिन्न जनरहरू हुन्छन्, विभिन्न सङ्गीतका जनरहरू। अनि मज्जिन सुन्दर आन्मु भनेको स्टेज अथवा मञ्च। केपअप भन्ने बित्तिकै कोरियाको विभिन्न जनरहरू र मज्जिन आन्मु सुन्दर स्टेजहरू अथवा मञ्चहरू
अनि वार्याहान आकर्षक मुदेरो हो। विभिन्न कोरियाको यो मुदे भनेको चाहिँ कोरियाको आकर्षक कोरियोग्राफीहरूद्वारा चाहिँ सारङ्गाल फातको हो मायाहरू प्राप्त गरेको छ, फातको इच्छा पाएको छ। बिटिएस भनेको एउटा ब्यान्डको नाम हो बिटिएस। अर्को ब्ल्याकपिङ्क हो, ब्ल्याकपिङ्क छ, ब्ल्याकपिङ्क। त्यसै गरी न्यू जिन्स यो सबै ब्यान्डहरूको नाम हो। दुङ्गुई आदि आइडलहरूको ग्रुप भनेको यो ग्रुपबाट रोमनमा लेखिएको छ समूहले हेवयस देश बाहिर पनि खुन इन्गिरल ठुलो लोकप्रियता तान्दै हाल्युए हो कोरियाको यो हाल्युको चाहिँ छुङसिमी थिएको संविधा केन्द्र भएको छ। हाल्युको चाहिँ केन्द्र हुन सफल के भएको छ भन्दा चाहिँ यी केपअप अनि यसै गरी हामी हेर्छौँ भने बिटिएस, ब्ल्याकपिङ्क, न्यू जिन्स जस्ता ब्यान्डहरू चाहिँ यो हाल्युको चाहिँ मुख्य केन्द्र बनिरहेका छन् भनेको छ। यसै गरी के ड्रामा छ। के ड्रामा चाहिँ होङमी जिनजिनहान भनेको छ हो। होङमी जिनजिनहान भनेको उत्साहपूर्वक अथवा रोमाञ्चक भन्ने जनाउँछ। रोमाञ्चक उत्साहजनक हुनु। यसको भव चाहिँ हुङ मी जिन हादा। हुङमी जिन हादा भनेको रोमाञ्चक हुनु, उत्साहपूर्वक हुनु। कुनै पनि गेम चाहिँ अथवा कुनै पनि गीत सङ्गीतहरू जुनसुकै कुराहरू पनि लिन सकिन्छ। यो चाहिँ होङमिन जिनजिनहान इयागी भनेको छ रोमाञ्चक। यो इयागी भनेको चाहिँ कुराकानी नभइकन यसले कथा जनाउँछ। यो ड्रामाभित्र चाहिँ एउटा रोमाञ्चक कथाहरू, एउटा मानिसहरूलाई उत्साह दिने खालको चाहिँ कथाहरू हुन्छ। त्यसै गरी फेउई कलाकारहरूको सिलगाम नानन यल्गी है। यन्गी भनेको चाहिँ यहाँ यन्गीले धुवा नजानाइकन सिलगाम नानन यन्गी भनेको चाहिँ वास्तविक लाग्ने खालको चाहिँ प्रस्तुति अथवा वास्तविक लाग्ने खालको चाहिँ अभिनयलाई पनि जनाउँछ हो। वास्तवमा यही हो क्यारे जस्तो लाग्ने खालको चाहिँ कलाकारिता अथवा अभिनयलाई जनाउँछ। सिलगाम भनेको वास्तविकता जनाउने, यन्गी भनेको चाहिँ कलाकारिता अथवा अभिनयलाई जनाउँछ। त्यसै गरी आरामदाउन सुन्दर यङसाङ सुन्दर भिडियो है। यङसाङ भन्ने बित्तिकै बनिएको भिडियोहरूलाई जनाउँछ। सुन्दर भिडियोहरू दुङ्गरो आदिद्वारा खुन इन्गिरल अतको संविधा ठुलो लोकप्रियता पाइरहेको छ भनेको छ हो। यहाँनिर चाहिँ एउटा रोमाञ्चक कथा पनि रहेछ। कलाकारहरूले अभिनय गरेको कुराहरू चाहिँ यथार्थपरक अथवा वास्तवमै यही हो कि जस्तो लाग्ने खालको कथाहरूको अभिनय आदिले चाहिँ र सँगसँगै सुन्दर भिडियोहरूले चाहिँ ठुलो लोकप्रियता पाइरहेको छ भनेको छ। त्यसै गरी यहाँनिर थोकेबी दिएको छ, मिस्त सनसाइन अनि थ्याङवे हुए अनि ओजिङ गेम यस्ता विभिन्न प्रकारका चाहिँ थेप्यो चकिन छाकफुङ मिनिदा विविध प्रकारका अथवा विभिन्न प्रकारका यी विशेष के रहेका छन् प्रमुख सामग्रीहरू रहेका छन्। यो हाल्युभित्र चाहिँ हाल्युलाई चाहिँ अझै सुन्दरता थप्नको लागि चाहिँ यी कुराहरू थपिएका छन् भनेर दिएको छ। यी सबै बनिएका सामग्रीहरू हुन्। ल यसै गरी हामी तल हेर्छौँ भने तुहान साथै हाङ्गुकै फेसन कोरियाको फेसन र ब्युटी पनि इन्गिरल अतको इनन्दे यसले पनि लोकप्रियता पाइरहेको छ। थुकी विशेष गरी हाङ्गु केपअप कोरियाको केपअप र आइडलहरूको फेसन र स्टाइल भनेको यो पनि अङ्ग्रेजी शब्दबाट लेखिएको छ। फेसन गर्ने स्टाइल चाहिँ र मेकअप भनेको मेकअप चाहिँ सेगे सकिन संसारैभरि ट्रेन्ड भनेको छ होइन। ट्रेन्ड भनेको ट्रेन्ड चाहिँ यी कुल्गो संविधा यसले पनि तानिरहेको छ अरे हो। यो उनीहरूले गरेको फेसन अथवा उनीहरूले गरेको मेकअपबाट चाहिँ यो ट्रेन्ड बनेर संसारभरि यसले चाहिँ तानिरहेको छ। हाङ्गुकै कोरियाको स्किन केयर भनेको छ स्किन केयर अनि छेफुम भनेको सामान हो। छालालाई अथवा छालाको सौन्दर्यलाई चाहिँ सुन्दर बनाउने यो सामानहरू हाङ्गुक यहङ हेस कोरियाको भ्रमणमा यदि कोही मानिसहरू कोरियाको भ्रमणमा निस्कियो भने
अनिवार्य रूपमा खुमे आनन सामान किन्ने अथवा पर्चेस गर्ने किन्ने मुल्फुम जुङुई सामानहरू मध्येमा हानागा थिएसम्दा एउटा भएको छ अरे। यदि कोही मानिस कोरियामा घुम्न गयो भने त्यो मान्छेले कोरियामा गएर किन्ने सामानहरू मध्येमा चाहिँ यो स्किन केयरको सामान चाहिँ किन्ने मध्येको एउटा महत्त्वपूर्ण सामानको रूपमा यो हुन गएको छ भनेर विशेष गरी यो ब्युटीलाई पनि यसले के गरेको छ यहाँनिर फोकस गरेको कुरा हामी देख्न सक्छौँ। यहाँनिर हामीले तल हेर्छौँ भने केही कुराहरू छन्। के डान्सको बारेमा आई लभ केपअप, म केपअपलाई मन पराउँछु भनेको छ। यसरी यहाँनिर अनि केही ब्युटीका सामग्रीहरू पनि आदि देखाइएको कुराहरू हामी देख्न सक्छौँ है। ल वागिन योमा हेरौँ फुरो स्पोसे थिए मुदको थेदा बाल्छु इत्ता प्रोफेसनल गेमको बारेमा चाहिँ सोध्न र जवाफ दिन सकिन्छ भनेको छ। हामीले अगाडि पनि यो कुरा हेरेर आएका छौँ। हाल्युए थ्यान थेवारल हाल्छु इत्ता हाल्युको बारेमा चाहिँ वार्तालाप गर्न सकिन्छ। हाल्यु भनेको यस्तो हो, हाल्युमा चाहिँ यी कुराहरू समावेश भएका हुन्छन् भनेर वार्तालाप गर्न पनि सकिन्छ अरे। अर्को हन्जे साङ्गाङ्गिना अहिलेको अवस्था वा साङथेरल अवस्थालाई हो, अहिलेको अवस्थालाई चाहिँ सूचक आय हामीले यहाँ सूचक आधा भन्ने बित्तिकै अनुमान गर्नु भन्ने बुझिन्छ। सूचक आधा सूचक आधा र हामीले हेऱ्यो भने छिमजाक आधा यो दुईटै शब्दले के जनाउँछ अनुमान गर्नु भन्ने जनाउँछ हो। सूचक आधा छिमजाक आधा अनुमान गर्नु अहिलेको अवस्थालाई चाहिँ अनुमान गरेर कुरा गर्न सकिन्छ भनेर भनेको छ है। ल अब हामी लागौँ आजको यो पाठको एक्सर्साइजतर्फ र एक्सर्साइजमा हामी हेर्नेछौँ इल्गेमा 1 नम्बरमा दिएको छ थाउम जुङ मिचुल्जिन बुबुनी मान्दन मुन्जाङ्गल खोरो सिप्सियो। तल दिएको मध्ये अन्डरलाइन गरेको भागमा मिलेको वाक्य छान्नुहोस् भनेको छ है। अब जति पाठहरू बढ्दै जान्छ यो मिचुल्जिन चाहिँ अलिकति फरक छ, त्यसै कारणले हामीले बेसिकमा अथवा बेसिक पढ्ने बेलादेखि पढेका सामान्य ग्रामरहरूदेखि लिएर प्रत्येक कुराहरूलाई चाहिँ एकदमै निहालेर पढ्नु आवश्यक छ अनि ध्यान दिएर पढ्नु आवश्यक छ। अब यहाँ हेरौँ 1 नम्बरमा नेइल भोलि आवसी काजी 9 बजेसम्म कोक वामेन थियो हो। भोलि 9 बजेसम्म अनिवार्य आयो भने हुन्छ भनेको छ। यहाँ चाहिँ म्यान उमेन ग्रामर भनेको जहिले पनि भिएसटीसँग लाग्ने हो। ओदाबाट यहाँ के हुनु पर्थ्यो ओम्यान हुनुपर्ने थियो, यहाँ वाम्यान भएकोले यो वाक्य के छ गलत भएको छ। त्यसै गरी दोस्रोमा फुकाम्सी फुकाम्जी खिबुन नापुजी मासियो हो, मोड खराब नबनाउनुहोस् भनेको छ। सामान्य रूपमा हेऱ्यो भने यो दोस्रो वाक्यमा चाहिँ कुनै पनि गलत हामीले देखिँदैन। यो थाहा पाउनको लागि चाहिँ हामीले बेसिकमा भिएसटी प्लस जी मास्यो भन्ने एउटा व्याकरण पढेका थियौँ। भिएसटीसँग चाहिँ जी मास्यो यो व्याकरण पढ्ने बेलामा अब हजुरले कसरी पढ्नु भएको छ हामीले विशेष गरी सिकाउने टिचरहरूले पढाउने बेलामा चाहिँ यो चाहिँ जहिले पनि थोङसायमान सायोङ हाल्सु इत्ता हो। यो क्रियापदमा मात्रै प्रयोग गर्न पाइने व्याकरण हो। यो ह्यङयङसामा प्रयोग गर्नु पाइँदैन हो। ह्यङयङसामा प्रयोग गर्न पाइँदैन। यहाँ नापुदा भनेको चाहिँ के हुनु खराब हुनु हो, खराब हुनु भनेर जनाउँछ। यो चाहिँ ह्यङयङसा रहेको छ अनि यो ह्यङयङसँग जोडेको कारणले ह्यङयङसासँग जोडेको कारणले यो वाक्य के छ गलत छ है। यो चाहिँ जिमास्यो भनेको जहिले पनि थोङसासँग मात्रै प्रयोग गरिन्छ, ह्यङयङसामा प्रयोग गर्न सकिँदैन। त्यसै कारणले यो फुकाम्सी खिबुन नापुजी मास्यो भन्ने वाक्य चाहिँ के रहेको छ गलत रहेको छ है। यसको एउटै आइडिया भनेको हामीले बेसिकमा पढेको थोङसासँग मात्रै जिमास्योको प्रयोग गरिन्छ, ह्यङयङसामा यसको प्रयोग गर्न सकिँदैन है। नत्र यहाँ वाक्यमा नमिलेको कुराहरू केही भेटिँदैन हामीले। तेस्रोमा हेर्छौँ भने छनन नेने म अर्को वर्षमा छेजुदोमा खा फास्सम्निदा अर्को वर्षमा भनेको छ वाक्य चाहिँ पछाडि फेरि पास्टमा आएको छ, त्यसैले यो वाक्य के हुन्छ गलत हुन्छ। छेजुदोए खा फोल कयो भन्न सकिन्थ्यो, फोल कयो। अर्को वर्षमा छेजुदो गई हेर्नेछु भन्न सकिन्थ्यो, यहाँ चाहिँ गइसकेको छु भनेको गलत छ। तेस्रोमा हेऱ्यो भने चौथोमा छाया सिनन छायाजी चाहिँ खे द्रामरल छाजु फोदाबाट फोनन गत खात्तायो। हामीले अघि नै हेर्दै थियौँ थोङसा इत्ता अवतामा चाहिँ नुन गत खात्ता
र यङयङसामा चाहिँ नियन अथवा उनगत खात्ताको रूपमा प्रयोग गरिन्छ भनेर हेरेका थियौँ। यहाँ फोदा भनेको थोङसा भएको कारणले चौथो वाक्य चाहिँ मिलेको पाइन्छ है। ल यसो हेरौँ। फिन खाने थुरोखाल खाली ठाउँमा पस्ने खाजाङ आलमाजन घर्षण कोरोसिप्स्यो सबैभन्दा मिल्ने कुरा छान्नुहोस् रे। अब यहाँनिर खे ब्युटी दिएको छ, के ब्युटी, खे फुड, के फुड, फुड भनेपछि फुडसँगको कुराहरू, के वेबथुन, खे वेबथुन भन्ने बित्तिकै हामीले कार्टुनहरूको कुरा भयो, खे एनङ भनेको केसँग चाहिँ मनोरञ्जनात्मक कुराहरू है। यो जुन आजभोलि इन्गिरल कुलको संविधा लोकप्रियता पाइरहेको छ कुरेछ, त्यसैले हाङबुक यहेङ वास कोरियाको भ्रमणमा आएर वाजाङफुम कस्मेटिक सामान सानन किन्ने सारामधरी मान्छौँ मान्छेहरू धेरै छन् भनेको छ। वाजाङफुम भन्ने बित्तिकै हामी केमा जानु पर्यो, के ब्युटीमा जानु पर्यो। के ब्युटी चाहिँ यहाँ मिल्ने कुरा भएको छ है। ल हुन्छ, यसै गरी हामी तल हेर्नेछौँ। साम्बन एस साबन फिनखाने तुर्खाल आलमाजन फ्योनल खोल्ला मुन्जाङ्गल वानसँग हाँसे हो। खाली ठाउँमा पस्ने मिल्ने अभिव्यक्तिलाई छानिकन वाक्यलाई पुरा गर्नुहोस् भनेको छ। जस्तै हामी यहाँनिर हेर्छौँ भने 1 नम्बरमा सनमुरल जुगो सिफस सम्निदा उपहार दिने मन थियो भनेर भन्छ। दोस्रोमा एबरो एप्लिकेसनद्वारा इब्जाङ गनल सास सम्निदा प्रवेश टिकटलाई किने रे। तेस्रोमा फ्योरल एमए हाल्सु अफसोस सम्निदा टिकट बुकिङ गर्न सकिएन। अर्को हेङसाए कार्यक्रममा छाम्य हागिरो यस सम्मिदा सहभागी हुने निदो गरियो भनेर भन्छ है। अब हेरौँ। छ वा छिङ्गुनन म र साथी चाहिँ हाङगुक आइडोरल कोरियाको आइडलहरूलाई छुवाएस मन पराएर खोन्सते कार्य गए सम्मिदा कन्सर्टमा जाने विचार गरेका थियौँ। खुरन्दे तर खु आइदोरी इन्गिगा नमु मानस ती आइडलहरू चाहिँ निकै लोकप्रिय भए पछाडि के हुने भयो भन्दा चाहिँ फ्योरल एमे हाल्सु अफसोस सम्मिदा हो, टिकट बुकिङ गर्न सकिएन हो। उरिनन हामी चाहिँ कन्सर्टमा मोत खास सोक्साङ सम्मिदा हामी चाहिँ कन्सर्टमा जान नसकेर दुखित भयौँ रे, दुखित भएका थियौँ हो। यदि टिकट किन्न सकेको भए चाहिँ उनीहरू दुखित हुनुपर्ने थिएन, अनि उनीहरू चाहिँ टिकट बुकिङ गर्न सकेनन्, त्यसै कारणले उनीहरू के भए, दुखित भए भनेर बुझ्नु पर्दछ है। ल 4 नम्बर जाउँ। खागी हिमदमिदा जानै गाह्रो छ। अर्को फोगी अरेप सम्मिदा हेर्न गाह्रो छ हो। अनि फिगोन हानगत खास सम्मिदा थकित भए जस्तो छ। छेमी इन्धनगत खास सम्मिदा रमाइलो भए जस्तो छ अथवा रमाइलो छ जस्तो छ भन्न सकिन्छ हो। अब हेरौँ। छिनान छुमाले गएको सप्तान्तमा थोङ्ग्र्यो वा सहकर्मीसँग यागुरोल फोरा खास सम्मिदा बेसबल हेर्न गयौँ रे हो। गएको सप्तान्तमा सहकर्मीसँगै बेसबल हेर्न गयौँ। उरिनन हामी चाहिँ छुवा आनन्द थिमन हामी चाहिँ मन पर्ने टिमलाई उङ्गन हागो हुटिङ गरेर हो। उङ्गन हादा भनेको हुटिङ गर्नु, हुटिङ गरेर चिकेन्दो मगज सम्मिदा चिकन पनि खायौँ। छुल्गाउन छुमारिया सम्मिदा रमाइलो सप्तान्त भयो अथवा सप्तान्त रमाइलोसँग बिताएका थियौँ। हाङगुगे कोरियाको प्रो यागुनन हो प्रोफेसनल बेसबल चाहिँ छङमाल साँच्चीकै के भन्नु पर्यो, खागी हिमदमिदा भन्ने कुरो भएन, थकाइ लाए जस्तो भन्ने कुरा भएन, हेर्न गाह्रो छ भन्ने कुरा भएन, किनभने यिनीहरूले गएर के गरिसके, हुटिङ पनि गरे। छेमी इन्धन गत खास सम्मिदा रमाइलो छ जस्तो छ भन्नु पर्यो। हाङगुगै फुरो यागुनन कोरियाको प्रोफेसनल बेसबल चाहिँ छङमाल साँच्चीकै रमाइलो छ जस्तो छ अथवा रमाइलो छ भनेर भन्नु पर्यो। ल यसै गरी रिडिङको चाहिँ अन्तिम क्वेसनलाई हामी हेर्नेछौँ। यहाँनिर हेरौँ है त। थाम खुरुल हिल्गो तलको हरफलाई हेरेर न्युङ्गा खातन गछन् खोरसिप्स्यो विषयवस्तुसँग उस्तै कुरा छान्नुहोस् रे। अब हेरौँ। हाल्युनन हाल्यु चाहिँ हाङगुक मुनवाई कोरियाको संस्कृतिको थायाङसङ भनेको विविधता र मेर्यक भनेको आकर्षणलाई सेगे संसारैभरि आल्लिनन्दे जानकारी गराउन अथवा बुझाउनको लागि चाहिँ खुन या कलल हामीदा ठुलो भूमिका निर्वाह गर्दछ।
यकवाल भनेको भूमिका, केइपअप चाहिँ मज्जिन डान्स भनेको चाहिँ उत्कृष्ट डान्स हो। मज्जिदा भनेको उत्कृष्ट हुनु, अति उत्तम हुनु भन्ने जनाउँछ मज्जिदा, यसको भाव चाहिँ मज्जिदा। कतिजना चाहिँ मसित्तासँग झुकिएको पाइन्छ। मसित्ता भनेको ह्यान्डसम हुनु, मज्जिदा भनेको उत्तम हुनु अथवा उत्कृष्ट हुनु भन्ने जनाउँछ। मज्जिन डान्स भनेको उत्कृष्ट डान्स र वार्याहान मुदे हो, आकर्षक मञ्च। यो मुदे भनेको मञ्च अथवा स्टेज भन्न सकिन्छ। डान्सको रूपमा यो मञ्चको रूपमा चाहिँ साराङ्गल फातको माया पाइरहेको स्तम्भनिदा छ, माया पाइरहेको छ अरे। फिटियस, बिटियस, ब्ल्याकपिङ्क, दङ्गुई आदिको आइडलहरूको ग्रुपले चाहिँ हेवयस देश बाहिर पनि खुन इन्गिरल कुलमा ठुलो लोकप्रियता तान्दै हाल्युको छुङसिमी थेगो संविधा हाल्युको चाहिँ केन्द्र भएको छ अथवा केन्द्रित भएको छ भनेर भनेको छ। के ड्रामा चाहिँ होङमी जिन्जिनहान इयागी भनेको छ रोमाञ्चक कथा हो, रोमाञ्चक कथा र फ्यौई कलाकारको सिलगाम नानन यन्गी भनेको वास्तविकै लाग्ने कथा अथवा अभिनय भन्न सकिन्छ। यथार्थपरक अभिनय चाहिँ आरामदाउन सुन्दरतालाई यङसाङ दङ्गरो भिडियो आदिद्वारा खुन इन्गिरल उत्कृष्टता ठुलो लोकप्रियता पाइरहेको छ भनेर भनेको छ है। अब एकमा हेरौँ, के ड्रामा चाहिँ मज्जिन डान्स उत्कृष्ट डान्सद्वारा साराङ्गल फातको संविधा माया पाइरहेको छ। के ड्रामाले चाहिँ उत्कृष्ट डान्समा चाहिँ माया पाएको छ अरे। के ड्रामामा चाहिँ डान्सको कुरा होइन, के डान्स पाउने चाहिँ कुनमा हो, हामीले हेऱ्यो भने केपअपमा हो, केपअपले दिने हो, यहाँ के ड्रामाले होइन। के ड्रामामा हामीले हेर्छौँ भने यो होङमी जिन्जिनहान यागी हो, उत्साहजनक कथा अनि कलाकारको वास्तविक अभिनय आदि कुराहरूलाई दिएको छ, त्यसैले गलत छ। दोस्रोमा हाङ्गुकै आइडल ग्रुपन कोरियाको आइडलका ग्रुपहरू चाहिँ हेवयस देश बाहिर इन्गिका संविधा लोकप्रियता छैन भनेको छ। कोरियाका आइडलको ग्रुपको चाहिँ देश बाहिर पनि लोकप्रिय भएको छ, यही लोकप्रिय भएको कारणले नै हाल्यु भएको हो। तेस्रोमा केपअप आरामदाउन यङसाङ केपअप चाहिँ सुन्दर भिडियोद्वारा हो, सुन्दर भिडियोद्वारा इन्गिरल उत्कृष्टता हो। केपअपले चाहिँ सुन्दर भिडियोद्वारा चाहिँ लोकप्रियता लिएको छ भनेको छ, केपअपले होइन। के ड्रामाले चाहिँ यहाँनिर सुन्दर भिडियोद्वारा चाहिँ के गरेको लोकप्रियता पाइरहेको हो, त्यसैले यो पनि के छ गलत रहेको छ। त्यसै कारणले मिल्ने कुरा चाहिँ हाल्यु चाहिँ हाङ्गुक मुनवावी हो, कोरियाको संस्कृतिको मेरियाकल आकर्षणलाई सेगे संसारभरि आल्लीको संविधा जनाइरहेको छ, देखाइरहेको छ, बताइरहेको छ, जानकारी गराइरहेको छ। हाल्युले कोरियाको संस्कृतिको आकर्षणलाई चाहिँ संसारैभरि चिनाइरहेको छ भन्न पनि सकिन्छ हो। आल्लिदा भनेको चिनाउनु पनि हुन्छ, चिनाइरहेको छ, त्यसैले मिल्ने उत्तर चाहिँ 4 नम्बर रहेको छ। ल अब हामी लागौँ यो पाठको अन्तिम अंश लिसनिङतर्फ र लिसनिङमा यहाँनिर रहेको छ 1 नम्बरमा दुईजना मान्छेहरू के को बारेमा कुरा गरिरहेका छन् भनेको छ। पहिला हामी ट्र्याक्सलाई निकालौँ, 177 नम्बरको ट्र्याक्स रहेछ। ल थु सारामान मुहसे थे मारा गइसम्निका दुईटा मान्छे के को बारेमा कुरा गरिरहेका छन् भनेको छ। यहाँनिर हामीले हेर्छौँ भने एउटा रहेको छ सेङिल जन्मदिन, ओङवन भनेको हुटिङ गर्ने कुरा छ, सोफिङ र हाल्यु भनेको चाहिँ कोरियाको विभिन्न कुराहरूलाई समेटिएको कुरा भयो हो। हामीले हेरिरहेका छौँ यसलाई। ल अब सुनौँ। 1번 두 사람은 무엇에 대해 말하고 있습니까? 여기 사람들이 왜 이렇게 많아요? यहाँ मान्छेहरू किन यसरी धेरै भएका छन् भनेको छ। 근처에서 हो, कुन्छोएस हो, यहाँ नजिकै चाहिँ
아이돌 그룹의 콘서트가 있어요. आइडल ग्रुपको चाहिँ आइडलहरूको समूहले चाहिँ के गरेको छ कन्सर्ट गरिरहेको छ भनेको छ यति नै रहेछ यहाँ किन मान्छेहरू धेरै भेला भएका छन् भनेको छ यहाँ नजिकै वरिपरि चाहिँ आइडलको समूहले चाहिँ के गरेको छ कन्सर्ट गरेको छ जब यो कन्सर्ट गरेर मान्छेहरू भेला धेरै हुन्छन् भने यसलाई पनि हामी केमा लिन सक्छौं हाल्युमा लिन सकिन्छ है ल अब लगाउँ इबन एस साम्बन 2 देखि 3 नम्बर थाउमल थुतको तल दिएको कुरालाई सुनेर यजिनन माल्लो मिल्ने कुरामा खाजाङ आलमाजन गर्छन् खोरसिप्सियो सबैभन्दा मिल्ने कुरा छान्नुहोस् भनेको छ 2 नम्बरको 1 नम्बर अप्सनमा हेरौँ छनन खेइ फापल छाजु थुरयो म के पाप चाहिँ प्राय सुन्छु दोस्रोमा छनन छुआनन फेउगा इसायो मलाई मन पर्ने कलाकार हुनुहुन्छ अथवा छ अनि तेस्रोमा छनन खेइ फाप आइडोल छुआयो म केपअपको आइडलहरूलाई मन पराउँछु अनि चौथोमा यी खासुई नोरेगा छङमाल छुआयो यो गायकको गीत साँच्चीकै मन पर्छ भनेर भनेको छ लिसनिङ सुनौ 2번부터 3번까지 다음을 듣고 이어지는 말로 가장 알맞은 것을 고르십시오. 2번 니찬한 씨 니찬한지 좋아하는 가수가 있어요? 좋아하는 가수가 있어요? तपाईलाई मन पर्ने गायक हुनुहुन्छ भनेर सोधेछ निचाननजी तपाईलाई मन पर्ने गायक हुनुहुन्छ अथवा गायक छ भनेर सोधेको छ मन पर्ने गायक भने पछाडी यहाँ के हुनु पर्यो छनन केपॉप आइडल छुआयो मलाई चाहिँ केपॉपको आइडलहरु मन पर्छ भनेर भन्नु पर्यो तपाईलाई मन पर्ने गायक हुनुहुन्छ भने पछाडी छनन केपॉप आइडल छुआयो म केपॉपको आइडललाई चाहिँ के गर्छु मन पराउँछु भनेर भन्नु पर्यो 저는 K-팝을 자주 들어요. 2. 저는 좋아하는 배우가 있어요. 3. 저는 K-팝 아이돌을 좋아해요. 4. 이 가수의 노래가 정말 좋아요. ल त्यसैगरी 3 मा हेरौं छुआयो हुन्छ उरी छिबेस फोल्कायो हाम्रै घरमा हेरौं कि भनेको छ छुआयो हुन्छ युनिफर्मल इबसयो युनिफर्म भनेको ड्रेस लगाए भनेर भनेको छ तेस्रोमा छुआयो हुन्छ इब्जाङ गोनल एमएलकायो प्रवेश टिकट बुकिङ गरौं कि भनेर सोधेको छ चौथोमा छुआयो हुन्छ यागु ख्यङ्गिरल खल्ला मेसयो हजुर हुन्छ बेसबलको म्याच चाहिँ अवलोकन गरे भनेर भनेको छ ल 3 नम्बर क्वेशन भाइ सुनौ 야구 경기를 보러 가고 싶은데 बेसबलको म्याच चाहिँ हेर्न जान मन लागिरहेको छ 왕민 씨도 같이 갈래요? वाङमिनजी पनि सँगै जाने कि अथवा जाने हो भनेर सोधेको छ साथीलाई वाङमिनजी पनि सँगै जाने हो कि भने पछाडी के भन्नु पर्यो छुआयो हुन्छ इब्जाङ गोनल एमएलकायो हो प्रवेश टिकट बुकिङ गरौं कि भनेर भन्नु पर्यो हो यहाँनेर चाहिँ घरमै हेरौं भन्ने कुरा भएन किनभने म्याच हेर्न जाने कुरा छ अनि ड्रेसको यहाँ कुरै छैन अनि हेरिसकेको कुरा पनि यहाँनेर बताउने कुरा भएन है त्यसैले मिल्ने कुरा चाहिँ के रहेको छ 3 नम्बर रहेको छ अब जाउँ पहिला यसको अडियोलाई बज्न दिउँ 1. 좋아요. 우리 집에서 볼까요? 2. 좋아요. 유니폼을 입었어요? 3. 좋아요. 입장권을 예매할까요? 4. 좋아요. 야구 경기를 관람했어요? ल अब हामी 4 र 5 लाई सँगै हेर्नेछौँ साबन यस ओबन थाउमजुङ तल दिएको मध्ये थुरुन न्योङवा खाथन गसन मुअस्मिका
तल दिएको मध्ये सुनेको कुरासँग उस्तै कुरा के हो हामीले पहिला सुनेर पत्ता लगाउनु पर्यो अप्सनलाई हेरौँ नामजानान युनिफर्मल साज संहिता केटाले युनिफर्म किन्यो भनेर भनेको छ दोस्रोमा उङ्गुन दानन युनिफर्मल इबको संहिता भोटिङ गर्ने मानिसहरूले चाहिँ ड्रेस लगाइरहेका छन् रे अनि तेस्रोमा थु सारामान दुईजना मान्छे चाहिँ खोन्सोतरल पोरखा संहिता कन्सर्ट हेर्न गए भनेको छ चौथोमा यजानन युनिफर्म फानन साइथरल आम्निदा केटीलाई चाहिँ युनिफर्म बेच्ने साइट चाहिँ अथवा वेबसाइट चाहिँ थाहा छ भनेर भनेको छ है सुनौँ (4번부터 5번까지) 다음 중 들은 내용과 같은 것은 무엇입니까? 4번 응원단이 입고 있는 옷이 멋있어요. भोटिङ गर्ने मानिसहरूले लगाइरहेको कपडा चाहिँ के छ एकदमै सुन्दर छ भनेर भनेको छ भनेपछि हामीले यहाँनिर त उत्तर त फेला पारिसकेका छौँ हो उङ्गुन्दान भोटिङ गर्ने मान्छेहरूले चाहिँ युनिफर्म चाहिँ के गरेका छन् लगाइरहेका छन् भन्ने यहाँ सुरुमै उत्तर आयो किनभने भोटिङ गर्ने मानिसहरूले लगाएको कपडा चाहिँ के छ एकदमै राम्रो छ भन्ने शब्द सुनियो 저도 사고 싶어요. मलाई पनि किन्ने मन छ 우리도 유니폼을 살 수 있어요. हामीले पनि यो ड्रेस चाहिँ किन्न सकिन्छ भनेर भनेको छ भने पछाडि यो दुईजना मान्छेहरू अहिले कन्सर्ट हेर्न जाने कुरा त यहाँ पुरै छोड्दै यिनीहरू चाहिँ के गर्दैछन् गेम म्याच हेर्ने ठाउँमा रहेछन् भनेर बुझ्नु पर्यो 인터넷으로 사면 돼요. इन्टरनेटबाट किन्यो भने हुन्छ अब इन्टरनेटबाट किन्ने कुरा थाहा पाएको कसले हो केटाले हो यहाँ चाहिँ केटीले चाहिँ युनिफर्म किन्ने साइट चाहिँ थाहा पाएकै छन् भनेको छ हामीले यसलाई पनि के गर्न सकिन्छ काट्न सकिन्छ हो किनभने यो थाहा पाएको केटाले हो केटीले होइन 유니폼 파는 사이트 좀 가르쳐 주세요. युनिफर्म किन्ने साइट चाहिँ बताइदिनुहोस् भनेको छ हो यति नै रहेछ यहाँबाट हेऱ्यो भने हामीले केटाले युनिफर्म किनेको कुरालाई पनि यहाँनिर बताएको छैन यहाँ भनेको हो भोटिङ गर्ने मानिसहरूले चाहिँ युनिफर्म लगाएको कति सुहाएको छ भनेर भनेको हुनाले भोटिङ गर्ने मान्छेहरूले चाहिँ ड्रेस लगाएको अथवा युनिफर्म लगाएको कुरा चाहिँ सत्यता हो त्यसैले मिल्ने कुरा चाहिँ के भयो त 2 नम्बर भयो 5 मा जाउँ यजानन केटी चाहिँ किमफापल खागेस संहिता किमफाप चाहिँ पसलबाट किनिन् भनेको छ दोस्रोमा नामजानन केटाले एजने उइले किमफापल मगफा संहिता पहिल्यै यसले किमफाप चाहिँ खाइहेर्यो भनेको छ त्यसै गरी 3 मा नामजानन केटो चाहिँ किमफाप फानन खागेरल आल्गो संहिता किमफापलाई बेच्ने फाल्दा भनेको बेच्नु किमफाप बेच्ने पसललाई चाहिँ पहिल्यैदेखि यसले थाहा पाएको छ चिनेको छ जानेको छ त्यसै गरी चौथोमा किमफापन वैगुग यसदो इनगिरल कुलगो संहिता किमफापले विदेशमा पनि लोकप्रियता पाइरहेको छ भनेको छ है ल हामी 5 नम्बरलाई पनि सुनिहेर्ने छौँ 5번 김밥을 처음 먹어봤는데 किमफापन 처म मगफान्नन्दे किमफाप चाहिँ पहिलो पटक चाहिँ खाइहेरेको हुँ 정말 맛있네요. छङमाल मासिन्ने साँच्चै मिठो हुँदो रहेछ त भनेर भनेको छ हो छौम पहिलो पटक भने पछाडि यहाँनिर यसले के भन्यो नामजानन एजने किमफापल मगफा संहिता यसले पहिला पनि अथवा उहिलेदेखि किमफाप खाइहेरेको थियो भनेको छ यो चाहिँ के भयो गलत भयो यसले चाहिँ छौम मगफान्नन्दे पहिलो पटक खाइहेरेको छु भनेर भनेको छ है 제가 만들었어요 मैले बनाएको हुँ भनेको छ हो मैले बनाएको भने पछाडि यहाँ पहिलोले के भन्यो केटीले चाहिँ किमफाप पसलबाट किनिन् भन्ने कुरा चाहिँ के भयो गलत भयो केटीले चाहिँ आफैले बनाएकी रहेछन् किनेकी चाहिँ होइनन् भन्ने कुरा थाहा पाउनु पर्यो है 김밥은 먹기 편하고 맛있어서 किमफाप चाहिँ बनाउन पनि सजिलो र खान पनि मिठो भएर 인기가 많아요. त्यसैले विदेशमा पनि यो के छ लोकप्रिय छ अरे है किमफाप चाहिँ बनाउन पनि सजिलो
र खाना पनि मिठो भएको कारणले गर्दा यो विदेशमा पनि के छ लोकप्रिय छ भनेको छ। 4 नम्बरले त्यही कुरा गर्छ, किम्फाब चाहिँ विदेशमा पनि लोकप्रिय भइरहेको छ अथवा लोकप्रियतालाई तानिरहेको छ भनेको छ है। 저도 म पनि किम्फाब बनाउने तरिकालाई यहाँ अलिकति लिसनिङको समस्या भयो। यहाँ केटाले म पनि किम्फाब बनाउने तरिकालाई चाहिँ सिक्ने मन छ भन्न खोजिरहेको थियो। सिक्ने मन छ भनेको कारणले गर्दा यहाँ केटाले चाहिँ किम्फाब बेच्ने पसल चाहिँ थाहा पाएको छु भन्ने कुरा चाहिँ यहाँ के हुन्छ गलत हुन्छ। यहाँ हामीले उत्तर चाहिँ पत्ता लगाइसकेका छौँ। आजभोलि चाहिँ हेऱ्यो भने किम्फाब चाहिँ विदेशमा पनि के भएको छ लोकप्रियता भइरहेको छ भन्ने चाहिँ उत्तर भएको छ। थोरै लिसनिङको आवाज चाहिँ अलिकति बिग्रिएकोमा म क्षमा चाहन्छु। अवश्य पनि यहाँहरूले यहाँ तल स्क्रोल गरेर त्यो कुरालाई चाहिँ देख्न चाहिँ सक्नुहुनेछ। यहाँनिर हेऱ्यो भने छदो किम्फाब मान्दैनन् फाङबबल फेउ सिपयो, मलाई पनि किम्फाब बनाउने तरिका सिक्ने मन छ भनेको थियो। यहाँनिर लिसनिङमा थोरै समस्या भए तापनि हामीले यहाँबाट हेरेर यो कुरालाई बुझ्न सक्छौँ है। हुन्छ, यहाँहरूलाई यो आजसम्मको भिडियोहरू कस्तो लागिरहेको छ अवश्य पनि कमेन्ट गर्न नभुल्नु होला। अथवा सँगसँगै यहाँको पढाइमा चाहिँ यो भिडियोले अथवा यो पढाइले चाहिँ कतिको सहायता पुर्याएको छ यो कुराहरू पनि यहाँले कमेन्ट गरिदिनु हुन म अनुरोध गर्छु। र सँगसँगै यो पढाउने कुराहरूमा अझै हामीले योभन्दा अझ राम्रो र असल तरिकाले अझ प्रभावकारी तरिकाले पढाउनको निम्ति प्रयास गर्नेछौँ। हजुरहरूको सुझाव रायको पनि म प्रतीक्षा गर्दछु। र यो कुरालाई यहाँ थाती राख्दै अब बाँकी पाठको भिडियोहरू फेरि लिएर आउने बाचा गर्दै आजको लागि चाहिँ बिएमबी पोखरा नामको युट्युब च्यानलमा म पोखरामा रहेको विश्वमैत्री भाषाको कोरियन भाषा प्रशिक्षक धन भुजेल यहाँहरूकोबाट बिदा हुन चाहन्छु। नमस्ते, जय होस्।